आइटी रक्सको यो अर्को श्रृङ्खलामा आज हामीसँग हुनुहुन्छ माधव सुवेदी, इन्जिनियरिङ हेड फोन नेक्स्ट कम्पनीको, र यो कम्पनी चाहिँ F1 सफ्ट ग्रुप अन्तर्गत पर्छ। स्वागत छ हजुरलाई। धन्यवाद। माधव सर, हजुर आइटीमा चाहिँ यत्रो वर्षदेखि काम गरिरहनु भएको छ होइन। एज अ डेभलपरको कुरा गरौँ ल सुरुमा। डेभलपर भन्ने बित्तिकै चाहिँ हाम्रोमा के एउटा भ्रम छ भने त्यसले चाहिँ जहिले पनि कोठाभित्र बसेर कोही अरू मान्छेसँग इन्ट्रेक्सन नगर्ने होइन, एउटा इन्ट्रोभर्ट टाइपको मान्छे हुन्छ भन्ने मान्यता छ। त्यो कति सत्य जस्तो लाग्छ तपाईँलाई? अब त्यसमा रिसेन्टली आएको यो ग्लोबलाइजेसनले जहाँ चाहिँ कोठाभित्रैबाट पनि वर्ल्ड वाइड रिच लिएर आयो, प्लस हामीहरूले जुन काम गर्ने स्कोपको कुरा छ त्यसमा पनि कोठाभित्रैबाट जागिर पाइयो। एकदम बुझ्ने भाषामा भन्नुपर्दा जागिरको लागि अफिस जानु परेन। त्यो फाइदाको रूपमा आउँदाखेरि अलिकति त्यसको साइड इफेक्ट अथवा बाई प्रडक्टको रूपमा चाहिँ यो नेगेटिभ कुरा आएको होला। तर मैले यस्तो पनि देखेको छु कि त्यही कोठाभित्र बसेर काम गर्नेहरू जो चाहिँ राम्रैसँग कमाउँथे, डलरमा कमाउँथे, उनीहरू चाहिँ केही समयपछि त्यो खाले लाइफमा मलाई ठिक भएन, फिट भएन भनेर अन प्रिमाइस रिक्वेस्ट गर्न आएको पनि देखेको छु। सो त्यसलाई चाहिँ समराइज गर्दाखेरि म कसरी भन्नुला भने डेभलपर मान्छे नै हो, मान्छे सोसल नै हुन्छ। द्याट मिन्स अलिकति यति बेलाको सिचुएसनले चाहिँ उसलाई कोठाभित्र बन्द गर्न खोज्यो होला, किनभने आफ्टर अल काम नै गर्नु हो होइन, र जीविकोपार्जनको लागि कमाउनु हो, र कमाउने सजिलो उपाय त्यो देख्यो भने मान्छे त्यसमा भुल्ला। तर कुनै न कुनै बेला गएर त मान्छे त्यसबाट स्केप आउट हुन्छ होला। एउटा डेभलपर बन्नलाई धेरै लामो यात्रा हुन्छ क्या, खासमा मैले अनुभव गरेअनुसार। हुन त म त्यो डेभलपरको लाइनमा गइनँ, भनेको प्रोफेसनली डेभलपर भइनँ, तर जेनरली डेभलपरको अनुभव चाहिँ छ क्या मलाई होइन। किनकि हामी कलेजको प्रोजेक्ट गर्दाखेरि 7 दिन 7 रात चाहिँ नसुतिकन पनि त्यो कम्प्युटर अगाडि, खाना पनि अझ कम्प्युटर छेउमै ल्याइदिनु पर्ने अवस्था के, त्यो छोड्न मन नलाग्ने के त्यो। किनकि त्यो एउटा लामो सङ्घर्षै हुन्छ क्या खासमा डेभलपर बन्नलाई। धेरै समय त्यो डिभाइससँग बिताउनु पर्ने भएर पनि त्यो मान्छे खासै बाहिरतिर चाहिँ अरूसँग नभ्याएर चाहिँ, भेट नभएर चाहिँ होइन, कोठाभित्र बन्द भएको पनि हुनसक्छ। तर सोच्ने मान्छेहरूले चाहिँ त्यसरी पनि सोध्छ कि जस्तो पनि लाग्यो हो मलाई होइन। एउटा डेभलपरको जीवन कति सहज हुन्छ, पहिले त्यहाँबाट सुरु गरौँ न। तपाईँको धारणा है यो? अब सहज भन्ने कुरा चाहिँ अलिकति सापेक्षिक हुन आउला। अब करियरको हिसाबले हेर्ने हो भने अलिकति सहज होला कम्पेयर टु अरू स्ट्रिमहरू, किनभने स्कोप छ, स्कोप थियो पनि छ पनि, र छिट्टै जाला जस्तो पनि देखिँदैन यावत जति कुराहरू आए पनि। तर जुन ग्लोबल मार्केटसँग हामीले एचआर मार्केटसँग कम्पेयर गर्ने हो भने चाहिँ त्यहाँनिर त्यो सहजता अलिकति सङ्कुचित हुनसक्छ नेपालको कन्टेक्स्टमा। अब यो प्रसङ्गमा फेरि हामी पछि जोडौँला होइन। मलाई चाहिँ कुनै जो पनि अब जो अहिले जुन करियर पाथमा छ उहाँहरूको हुर्काइ चाहिँ कस्तो हुने रहेछ त्यो बुझ्न मन लाग्छ। किनकि यो एउटा डकुमेन्टेसन पनि हो होइन। जस्तो हामी डिफ्रेन्ट पाथबाट हुन्छौँ, डिफ्रेन्ट रिजनबाट हुन्छौँ, हरेक मान्छेले डिफ्रेन्ट अनुभव गरेर हुन्छ। त्यही समय खण्डमा पनि, त्यही कालखण्डमा पनि हाम्रो डिफ्रेन्ट खालको भोगाइ हुन्छ कि होइन। परिवार अनुसार पनि फरक होला होइन, रिजन फरक होला होइन, देश अनुसार फरक हुन्छ। हामी अहिले देशमै छौँ, हामी नेपालमा छौँ, त्यसैले यहाँ नेपालमै पनि कति विविधता छ होइन। त्यसैले त्यहाँबाट सुरु गरौँ न। हजुरको हुर्काइ कहाँ भएको, जन्मबाटै जोडौँ है। हजुरको जन्म जिल्ला कहाँ अनि हुर्काइ कस्तो थियो त्यो बेलाको थोरै पिक्चर आओस् कि हाम्रो अनुभव पनि सेयरिङ हो नि त यो। सो म चाहिँ म्याग्दीबाट हो, मेरो जन्म पनि म्याग्दीमै भयो। भनेपछि यो हामीलाई पश्चिम भनेर हामी चिन्छौँ नेपालमा होइन। हजुर। अनि मेरो बुवा पढाउनुहुन्थ्यो, हाई स्कुल टिचर हुनुहुन्थ्यो। यस। अनि म हुर्किन चाहिँ बुवासँग हुर्केँ, जन्मेको ठाउँभन्दा पनि। ए हजुर, भनेको सरुवा भएर अर्कोतिर? यस हजुर। बुवा जुन स्कुलमा पढाउन जानुहुन्थ्यो म त्यही स्कुलमा पढेँ। अनि त्यहाँबाट सरुवा हुनुभयो, फेरि म चेन्ज गरेर सेम स्कुलमै पढेँ। सो हुर्किने कुरा चाहिँ म जन्मेकै ठाउँमा हुर्किनँ भनौँ बेसिकल्ली। अनि जब स्कुल सकियो त्यसपछि चाहिँ म काठमाडौँ आएँ।
अमृत साइन्स तपाईँले कलेजमा। कक्षा 10 सम्मै कम्युनिटी स्कुल पढ्नु? हजुर हजुर हजुर। त्यसो भए यो अलि इन्ट्रेस्टिङ छ, यो कुरा गरिहालौँ ल, अनि त्यसपछि जोडौँला अर्कोमा। किनकि कम्युनिटी स्कुल पढा एउटा विद्यार्थी अहिले आएर चाहिँ एउटा लिडिङ कम्पनी होइन, ग्रुप अफ कम्पनी, किनकि यो कम्पनी त हामीले धेरै वर्षदेखि हाम्रो देशमा स्थापित भएको कम्पनी F1 सफ्ट ग्रुप, धेरैवटा प्रोडक्सन, त्यसमा एकछिनमा आउँला पनि हामी होइन। त्यो संस्थासम्मको यात्रा हो नि त यो होइन। मान्छेहरू आजभोलि माइक्रोसफ्ट भन्छन् होइन, हाम्रो देशको लागि त F1 सफ्ट भनेको माइक्रोसफ्टभन्दा ठुलो हो, मलाई त्यस्तो लाग्छ है, यो आफ्नो धारणा हो मेरो होइन। त्यो तपाईँको चाहिँ कम्युनिटी स्कुलको कस्तो हुन्थ्यो क्या, त्यो पढाइ कस्तो हुन्थ्यो होइन? किनकि आजभोलि के भन्छन् भने रिसर्चर्सहरूले के भन्छन् भने कुनै पनि बच्चाको चाहिँ ब्रेन विकास हुने भनेको स्कुल लेभलमै हो होइन। सामान्यतया त 6 वर्षसम्म हुँदाखेरि हाम्रो लगभग धेरै पर्सेन्ट ब्रेन, लगभग मैले पढेअनुसार चाहिँ 80% ब्रेन चाहिँ हाम्रो लगभग विकास भइसकेको हुन्छ, 6 वर्षसम्ममा विकास भइसकेको हुन्छ। त्यो डिसिजन मेकिङ अलिकति बाँकी हुन्छ, त्यो 18 वर्षपछि विकास हुन्छ होइन भन्छन् नि त। त्यसैले हाम्रो त्यत्रो समय चाहिँ तपाईँ कम्युनिटी स्कुलमा बिताउनु भयो होइन। आजभोलि कम्युनिटी स्कुलको बारेमा हामी धेरै कमेन्ट गरेको सुन्छौँ होइन। अब त्यो कमेन्ट पोजिटिभ पनि होला नेगेटिभ पनि होला, त्यही भएर तपाईँको अनुभवै सुनौँ न, कस्तो थियो त? विद्यालयमा शिक्षक कस्तो हुनुहुन्थ्यो, पूर्वाधार कस्तो थियो, तपाईँहरूको त्यो पढ्न जाँदाखेरिको मनोभाव कस्तो थियो? अब यो आज भोलि जुन कमेन्ट सुनिन्छ भन्नुभयो तपाईँले, यो चाहिँ हिजोको कुरा भयो। हजुर। हिजो चाहिँ यसरी तुलना गर्नलाई धेरै प्राइभेट स्कुलहरू थिएनन्। सो कहाँनेरि पनि आउँछ होला भने समाजका सबै खाले वर्गहरूले आफ्नो बच्चाहरू पठाउने भने कम्युनिटी स्कुल नै थियो। सो बेसिकल्ली मैले क्लास 7 कक्षासम्म पढेको, 7 कक्षा पास गरेको स्कुलको छेउछाउमा त प्राइभेट स्कुलहरू थिएन। हामीहरू अलिकति भनौँ न माध्यमिक प्राइभेट स्कुल थिएन। एउटा कतिसम्म थियो मैले अहिले बिर्सेँ बाइ द वे, तर एउटा खुलेको थियो जुन हामीले स्कुल यस्तै 5-6मा पुगेपछि खुल्यो जस्तो लाग्छ मैले याद भएसम्म। हजुर म्याग्दीकै। अनि त्यो हुनाले स्कुल चाहिँ एउटा सामाजिक केन्द्र जस्तो हुन्थ्यो, सबै तबकाहरूलाई ओगटेको। अनि कमी कमजोरीको कुराहरू गर्ने हो भने चाहिँ अहिले सम्झिँदा, किनभने त्यति बेला त स्कुल नै आफ्नो लागि अहिले सम्झिँदाखेरि अलिकति यो पूर्वाधारको हिसाबले अलिकति यो विज्ञान सम्बन्धी कुराहरूमा अलि बढी गर्न सक्थ्यो कि भने जस्तो लाग्छ। ल्याबको कुराहरूमा अलि बढी गर्न सक्थ्यो कि जस्तो लाग्छ। त्यसपछि 7 पछि म सदरमुकामकै स्कुलमा आएँ, अघि भने जस्तै बुवा, किनभने बुवा आउनुभयो। अनि सदरमुकामको स्कुलमा चाहिँ अलिकति बढी हो, त्यहाँनेरि चाहिँ प्राइभेट स्कुलहरू थिए, तर अझै पनि सामुदायिक विद्यालय चाहिँ अझै पनि समाजको एउटा आड थियो कि। अब म थोरै रोकेँ ल हजुरलाई, यहाँ थोरै म हजुरको सुन्छु। त्यहाँनिर मैले चाहिँ अघि हजुरले भन्दाखेरि आजसँग कम्पेयर भन्नुभयो, मैले चाहिँ खासमा यो कम्पेरिजन भन्दा पनि म चाहिँ कसरी भन्छु भने यहाँ चाहिँ मैले त्यही भएर हजुरलाई अझ सहिलो होस् भनेर के कम्युनिटी स्कुलको त्यो बेला चाहिँ कस्तो खालको चाहिँ हामीसँग भौतिक पूर्वाधार थियो, ताकि हामीले पछि गएर कुनै दिन यो एउटा रिसर्चको लागि पनि युज होस् क्या। किनकि आजभोलि भिडियोको पनि डेटा निकाल्न सजिलो छ नि त, त्यसैले के भइरहेछ भन्ने कुरा थाहा होस् अरूलाई होइन। किनकि यो पहिले पो किताब पढ्ने भन्ने हुन्थ्यो, कसैको जर्नल पढ्ने भन्ने हुन्थ्यो, आजभोलि त एउटा भिडियो पनि जर्नल हो होइन। मेरो उद्देश्य पनि त्यो हो, खासमा भिडियो जर्नल बनाउने एउटा कोसिस हो क्या मेरो, यो कोसिस हो, यो कति सम्भव हुन्छ होइन। त्यसैले हजुरलाई चाहिँ म्याग्दीमा कम्युनिटी स्कुलमा हामीसँग त्यो बेला के थियो, शिक्षकको क्षमता कस्तो थियो, एउटा विद्यार्थीलाई त्यो उमेर समूहमा उसले पाउनुपर्ने कुरा पाथ्यो कि थिएन, त्यो पनि थाहा होस् भन्नलाई हो खासमा। त्यही भएर हजुरलाई सहिलो होस् भनेर भने मैले। अब अघिकैमा मैले जोडेँ, सदरमुकाममा आइसकेपछि चाहिँ मलाई लाग्छ त्यहाँ भएको प्राइभेट स्कुलहरूभन्दा बढी नै पूर्वाधार क्षमता बढी भएको स्कुल थियो हाम्रो स्कुल। किनभने ल्याबकै कुरा गर्नुहोस्, भनौँ न उसको आफ्नो भौतिक पूर्वाधारकै कुरा गर्नुहोस्, किनभने पहिला त समाजबाट योगदान हुन्थ्यो नि त स्कुललाई। अनि त्यो हुनाले स्कुलको फिजिकल भनौँ न सेटअपहरूमा केही इस्यु थिएन। ल्याबकै कुरामा पनि मैले अहिले सम्झेअनुसार हामीहरूको एकचोटि साइन्स एक्जिबिसन भएको थियो त्यो समयमा। यो कुन समयको कुरा हो, साल भनिदिनुहोस् न हजुर। यो
53 सालतिर हुनुपर्छ 53 सालमै एक्जिबिसन मैले भएको थियो 9मा पढ्थेँ ए यस हजुर अनि त्यति बेलाको सम्झिँदाखेरि चाहिँ जुन अरू प्राइभेट स्कुलहरूले पार्टिसिपेट गरे र हाम्रो स्कुलको पार्टिसिपेसन हामीहरूकोमा चाहिँ नन कम्पिटिटिभ प्रोजेक्टहरू नै धेरै थियो कि होइन किनभने यतिवटा भनेर सम्झिन्छ नि सम्झिनुहुन्छ प्रोजेक्ट कुनै त्यस्तो एक्जाम्पल त्यो ट्राफिक लाइटको थियो जुन चाहिँ त्यो सर्टेन टाइममा हुने मेकानिकल ड्रमहरूबाट त्यो इलेक्ट्रिक पास गर्नेलाई ब्लक गरेर सिम्पल थियो होइन ठुलो कुरा हो नि त्यो 53 तर के हुन्थ्यो भने हामीहरू एज अ किड बच्चाहरूमा कन्फिडेन्स चाहिँ त्यसले ल्याउँथ्यो अनि अर्को के हुन्छ भने कम्पिटिसनले नि कन्फिडेन्स ल्याउँछ किनभने हामीहरूको स्कुलको चाहिँ अलिक बढी नै थियो त्यो बेलामा होइन प्रोजेक्टहरू यताउता सो अब अहिले बिस्तारै चाहिँ प्राइभेट स्कुलहरूले त्यो बढाउँदै लग्यो होलान् होइन तर त्यति बेलाको हेर्दाखेरि चाहिँ त्यस्तो कमी थिएन अलिकति स्ट्रिक्ट मानिन्थ्यो प्राइभेट स्कुलहरू त्यसको छुट्टै कहानी छ तर त्यति बेला फरक चाहिँ उतापट्टि चाहिँ एउटा चलन के थियो भने प्राइभेट स्कुलमा पठायो भने अलिकति प्रेसरले पनि मेरो छोराछोरीले पढ्छन् भन्ने खालको आर्ट चाहिँ प्राइभेट स्कुलले दिएको थियो भनेको घरमा धेरै गाइडेन्स दिन सकिएन भने पनि त्यहाँ चाहिँ त्यो एउटा स्ट्रिक्टनेसले पनि त्यसलाई डोर्याउँछ जुन अब एक हदसम्म सत्य पनि हो र त्यसरी त्यो योगदान चाहिँ प्राइभेट स्कुलको थियो त्यति बेला भनेको त्यो बेलाको डिफरेन्स त्यस्तो थियो ओके राम्रो मैले सम्झेँ हजुरले अब एसएलसी त्यहाँबाट पास गर्नुभयो होइन एसएलसी पास गरिसकेपछि हजुर काठमाडौँ आउनुभयो त्यो बेलामा हामीसँग त्यहाँनिर +2 त सुरु भएको थिएन +2 आई तपाईँहरूको एरियामा निस्टमा थियो क्यार भनेको गिने चुने केहीमा मात्रै थियो +2 त्यसरी सुरु भइसकेको थिएन त्यहाँ अभाइलेबल हुँदा पनि हजुर चाहिँ काठमाडौँ आउने पछाडि नो सरी आइएम सरी मैले काठमाडौँमा अभाइलेबिलिटी भन्ने बुझेछु म्याग्दीमा त +2 थिएन अनि म्याग्दीबाट नजिकको जिल्ला कुनै भनेको पोखरा आइएससी पढ्नलाई बरु कि त पोखरा जानुहुँदा त काठमाडौँ आउने घर छोड्ने भइसक्यो त राजधानी नै जाने नि भनियो त्यति बेला हजुरको ट्राई गर्ने भन्ने हुन्थ्यो एटेम्प्ट गर्नलाई इन्ट्रान्स एक्जामहरू दिनुपर्छ हजुरले त्यसो भए निस्ट पढ्नुभयो पढिनँ हजुरले कुन मैले अमृत साइन्स अमृत साइन्सै पढ्नुभयो कस्तो राम्रो म पनि अमृत साइन्स पढेँ हो हजुरको त्यसो भए साइन्स पढ्ने हुन्थ्यो कि सामान्यतया अस्कल पढ्ने थियो किनकि अझ भ्याली बाहिरको चाहिँ विद्यार्थीहरूलाई अझ खास गरी हामीले त नाम सुनेकै अस्कल एकदम त्यो भने एउटा एचिभमेन्ट हुन्थ्यो त्यहाँ नाम निकाल्नु भनेको हो नि त्यो बेला त हाम्रो अस्कलमा आइएससी पढ्न पनि इन्ट्रान्स दिनु पर्थ्यो होइन इन्ट्रान्स दिएर अनि तपाईँको मलाई याद छ इन्ट्रान्स दिँदाखेरि त्यो हाम्रो जमलको त्यहाँनिर चाहिँ हाम्रो यो अहिले जुन बल्खुमा जुन परीक्षाको हुन्थ्यो त्यो बेला बल्खुमा त्यहाँ जमलमा हुन्थ्यो कि अनि एडमिट कार्ड दिन त्यहाँ गएको मलाई याद छ कि त्रिचन्द्र सेन्टर परेको थियो हजुरहरूको कहाँ परेको थियो त्यो बेला हाम्रो पाटन थियो परेको थियो त्यो बेला पाटनमा पनि थियो होला साइन्स पाटनमा त्रिचन्द्रमा अनि अस्कलमा थियो होला पिकेमा थियो तर हामी पिके जाने कुरा भएन होइन प्राइभेटहरूमा चाहिँ वनस्थली थियो हजुर अनि सेन्ट जेभियरमा थियो होला त्यो अस्कलको थोरै सुनाउँ न साइन्स पढ्दाको अनुभव अब अस्कलको चाहिँ अब एसएलसी पास भने सानै उमेर हो सानै उमेरमा ठुलो ठाउँ छुट्टै ठाउँ सुरुमा सम्झिने अनुभव चाहिँ त्यही नै हो अब यहाँ आउँदा हजुरहरू के परिवारसँग त आउनु भएन म उसँग अस्कल होस्टेलमा बसेँ अस्कलको होस्टेलमा बसेँ भनेको हजुर एक्लै आउनु भएको थियो हजुर ओहो झन् कत्रो आँट थियो त बुवासँगै आइयो भर्ना भएपछि चाहिँ अब बस्ने चाहिँ एक्लै भयो ए ल त्यसो भए अस्कलमा एउटा के थियो भने नि हामी पढ्न आउँदाखेरि चाहिँ जेनरली के भन्थ्यो भने कलेजमा पढेर पास हुँदैन हामीलाई त्यसो भन्थे अब यो त्यसलाई ग्रहण गर्नेले कसरी ग्रहण गर्नुहुन्छ होइन तर हामीलाई त्यसो भन्नुहुन्थ्यो त्यहाँ मैले जतिले पनि भेटेँ सिनियर अलिकति होइन हामी आइएससी फर्स्टमा आउँदाखेरि सेकेन्ड इयरकोले अथवा बिएससीकाहरूले आइएससीमा तिमीले क्लास रेगुलर लिएर तिमी पास हुँदैनौ तिमी बागबजार पढ्न जाऊ ट्युसन पढ्न जाऊ भन्नुहुन्थ्यो तर म चाहिँ विद्रोही थिएँ होइन मैले चाहिँ गइनँ अरू मेरा सबै ब्याचमेट गए म चाहिँ गइनँ तर म पास भएँ है फेरि त्यसैले त्यो चाहिँ हजुरको म चाहिँ गएँ ए हजुर होइन म चाहिँ बागबजार होइन फर्स्ट इयरमा थैटी गएँ थैटीमा एउटा थियो ट्युसन सेन्टर अनि सेकेन्ड इयर बागबजार गएँ अब त्यहाँको साथीहरू ओहो जानुपर्छ भन्ने खालको एउटा आयो मैले भने नि म 2001 मा जोइन गरेको हजुरको त अलि अगाडि हो म 2000 मा पास भनौँ न 98 को अगाडि हो अनि चाहिँ मेरो बेलामा त्यस्तो थियो तपाईँको पनि सुरु भइसकेको रहेछ म चाहिँ गइनँ नै अनि हामीले आइएससी पढ्दाखेरि चाहिँ
योभन्दा अगाडि पनि हामीले कुरा गर्दाखेरि एउटा पोडकास्टमा मेरो गेस्ट पनि उहाँ पनि अस्कलै पढ्नु भएको थियो कि साइन्सकै अनि उहाँले भन्नुभएको जस्तो कि म चाहिँ आफै पढ्न सिक्नको लागि चाहिँ अस्कल जोइन गरे भन्नुहुन्थ्यो कि अनि त्यो पनि मलाई इन्ट्रेस्टिङ लागेको थियो होइन किनकि आफै पढ्नुपर्छ भन्ने कुरा थियो किनकि अघि भन्नुभयो नि प्राइभेट स्कुलहरूमा त एउटा डरको अनुशासनले पनि पढ भन्ने हुन्थ्यो नि त होइन त्यसलाई चाहिँ म यो ब्याचलर्समा ल्याएर जोड्छु हजुर काम गर्दाखेरिको किनभने काम गर्नलाई जुन डेभलपरहरू हाम्रो टिममा हुनुहुन्थ्यो धेरै ठाउँबाट हुनुहुन्थ्यो नि त अनि अस्कलबाट आएको चाहिँ एकदम अर्ग्यानिक मलाई भनौँ न अझ याद छ होइन अलि अर्ग्यानिक चाहिँ हुन्थे भनेको त्यो सत्य रहेछ होइन अस्ति मलाई भन्नुभएको थियो कि सो त्यहाँबाट सक्सेसफुल सक्सेसको मेजर भने मेरिट नै हो हाम्रोमा पास हुने एउटा राम्रो नम्बर ल्याउने सो त्यसरी आएको स्टुडेन्टहरू चाहिँ जो पछि हामीले टिममा पायौँ उनीहरू चाहिँ मोर अर्ग्यानिक चाहिँ हुन्थे भनेपछि त्यो पक्कै पनि हो साँचो हो जस्तो लाग्यो अहिले मलाई राम्रो कुरा गर्नुभयो हजुरले त्यसपछि ब्याचलर कहाँ पढ्नुभयो ब्याचलर चाहिँ मैले कान्तिपुर सिटी कलेजमा पढेँ त्यो चाहिँ प्राइभेट थियो त्यहाँ चाहिँ कम्प्युटर साइन्स पढ्नुभयो बिसिए कम्प्युटर एप्लिकेसन पढेँ बिसिए पढ्नुभयो हजुर अब त्यो थोरै ट्रान्जिसन टाइमको कुरा गर्छु ल म थोरै किनकि आइएससी पास गर्ने भन्दा नि एक्जाम दिएर बस्ने कुरा हो नि त होइन एक्जाम दिएर बस्यो अनि रिजल्ट कुर्ने समय थियो अनि ब्याचलर पढ्न के पढ्ने भन्ने क्या मनमा आउँछ क्या त्यो 2-3 महिना मलाई पनि त्यो फिल भएको कुरा हो कि कहाँ पढ्ने के पढ्ने किनकि हामी त एक्लो नै लगभग हो क्या त्यो बेलामा होइन अहिलेको जस्तो यो गाइडेन्स करियर काउन्सिलिङ यो थिएन कि केही पनि यो यत्रो मिडिया पनि थिएन पढ्ने भए त्यो एउटा प्रिन्टेड पेपर पढ्नु पर्थ्यो त्यसमा पनि हाम्रो त्यत्रो कभरेज हुँदैन थियो हाम्रो बारेमा त्यत्रो कभरेज हुँदैन थियो यो विद्यार्थीले यस्तो पढ्ने उस्तो पढ्ने हुँदैन थियो आजभोलि त हामीसँग छ नि त होइन धेरै कुराहरू कति राम्रोसँग ग्रहण गर्ने त अब त्यो विद्यार्थीमा भर पर्छ तपाईको त्यो बेलाको चाहिँ त्यो मेन्टल स्टेटको कुरा गरौँ न त्यो चाहिँ त्यो ग्यापको के त्यो बेला पक्कै पनि के पढ्ने हो होइन एमबिबिएस तिरै ट्राई गरौँ कि अलिकति डर लाग्ने कुरा पनि हो फेरि होइन अनि कम्पिटिसन त पक्कै सबैभन्दा टफ भन्ने नै एमबिबिएसको होला त्यस्तै कुराहरू मनमा खेलिराख्दाखेरि चाहिँ यो काउन्सिलिङ अरूबाट नभए पनि साथीभाइहरू बिच चाहिँ कुरा हुन्थ्यो फेरि पछि तपाईँहरूको पनि हुन्थ्यो होला अनि एउटा साथीले चाहिँ आइटी पढौँ भन्यो साथीले नै भन्यो अनि उनीहरू मेरो एकदम मिल्ने साथी अस्कलको अनि उनीहरू चाहिँ 2 भाइ नै अस्कलमा थिए अनि दाजु चाहिँ आइटीमा जोइन भएको थियो भाइको केही कारणले अब म पनि नेक्स्ट इयर जोइन हुने हो तिमी पनि आइटी पढ भन्यो अनि आइटी भन्ने कुरा त लाइक एउटै वर्ड सुनिएको थियो कम्प्युटर होइन आइटी भन्ने त आइटी भन्ने त्यो बेलासम्म हजुरले कम्प्युटर चलाउनु भएको थियो कम्प्युटर चाहिँ मैले उयो कम्प्युटर सिक्नै भन्छन् नि हजुर सिक्न त्यो ब्रेकमा सिकेको थिएँ वर्ड एक्सेल आइएससी पढ्दा त होइन आइएससी पढ्दा होइन हाम्रो बेलामा चाहिँ अलि 2-3 वर्ष पछि भयो नि त हाम्रो अनि हाम्रो बेलामा चाहिँ मलाई याद छ चाबेल बस्तीमा चाबेल एरिया अनि त्यो चाबेलमा चाहिँ साइबरहरू थियो के त्यो कारणले गर्दा हामी इमेल चलाउन सिक्ने भनेर त्यो चाहिँ म फेरि मेरो चाहिँ कस्तो विद्रोही भने म इन्स्टिट्युटमा सिक्न नजाने क्या साइबरमा जाने आफै बरु चलाउने त्यो क्वेटी किबोर्डको त्यो की कहाँ छ भनेर सुरुमा पढ्ने हो क्या किनकि आफूसँग कम्प्युटर थिएन एक्सेसै थिएन कम्प्युटर त्यहाँ गएर देखाओ क्या मैले चाहिँ साइबरमा पहिलोचोटि त्यसैले त्यो अनुभव सोधेको कारण चाहिँ किनकि हामी त्यसरी हुर्का हौँ भन्ने कुरा पनि पक्कै जान्न जरुरी छ यो कुरा मैले कनेक्ट पनि गर्न सक्छु होला जस्तो एक खालको दुर्लभताको कुरा गर्नुभयो नि त कम्प्युटरको होइन अनि त्यहीसँग रिलेटेड कोर्स हो भनेपछि त मनले त्यता डोरायो अनि कहाँ पाइन्छ त भन्दाखेरि ओके अस्कलमै पनि छ धेरै कोटा थिएन त्यति बेला अस्कलमा बिएससी कम्प्युटर भनेर थियो बिएससी कम्प्युटर हामी पढ्दाखेरि पनि हामी त जम्मा 10 जना थियौँ होइन कोटा धेर थिएन अनि बुझ्न जाउँ कलेजतिर भन्ने कुरा आयो अनि बुझ्न चाहिँ त्यो साथी नै चाहिँ बुझ्न हिँडेन त्यति बेला चाहिँ गाउँको एकजना दाइसँग मैले प्राइभेट कलेजहरू कुन कुन छन् यस्तो छन् रे भनेपछि हिँड्नु पर्थ्यो किनभने खोज्ने ठाउँ त थिएन गाह्रो थियो नि अनि त्यसै गरेर कलेजहरू बुझ्दै जाँदा अब जहाँनेरि आफूलाई ठिक लाग्यो जहाँनेरिको अझ फाइनेन्सियल्ली पनि फिजिबल लाग्यो सबै कुराहरूले अनि म कान्तिपुर सिटी कलेजमा त्यो भन्न मिल्छ हजुरहरूले त्यो बेलामा 4 वर्षको अराउन्ड कति जति पर्थ्यो 4 वर्ष होइन कोर्स 3 वर्ष प्लस अनर्स चाहिँ अप्सनल थियो हजुर अनि 3 वर्ष नै कोर्स थियो हाम्रो त्यो बेला बिएससी पनि कम्प्युटर पनि 3 वर्ष नै थियो नि 3 वर्षको अराउन्ड भन्न मिल्छ कति जति थियो त्यति बेला एभरेजमा महिनाको सबै गरेर महिनाको 5000 लाग्थ्यो
महँगो हो नि त्यो त्यो बेला हजुरको अधिकृतको तलब कति 4400 त्यही त महँगो हो भने त होइन 1 महिनाको तलबभन्दा बढी चाहिँ कलेज फी नै थियो। हजुरले पढ्दाखेरि सँगै काम पनि गर्नुभयो? मैले गरिनँ, ब्याचलर पढ्दाखेरि चाहिँ गरिनँ, म पढ्नेमै फोकस भएँ। हजुर अलिकति यो आइएससीमा चाहिँ पढाइ मैले त्यो ग्राफ मेन्टेन गर्न सकिनँ, तर स्कुलको अनि फेरि अब यो प्राइभेटमा आइसकेपछि खर्च पनि भयो, त्यसले पनि डोर्यायो होला। सो पढाइमा त फोकस गर्नुपर्छ, मैले पहिला अलिक भनौँ न एउटा मेन्टेन गर्न सकिनँ भन्ने लागेपछि हामीलाई चाहिँ मलाई लाग्छ हजुरहरूको पनि अब एउटै हाम्रो हो नि त होइन, त्यही भएर मलाई त्यो कनेक्ट भइरहेछ क्या मलाई। हाम्रो बेलामा चाहिँ कस्तो हुन्थ्यो भने परिवारले दुःख नपाओस् होइन, खर्च बढी नगरिदिउँ होइन, मैले जे भ्यालु तिरिरहेको छु त्यसको रिटर्न आउनुपर्छ, मैले त्यसको नलेज गेन गर्नुपर्छ भन्ने हाम्रो मनमा आउँथ्यो क्या। अहिले एकछिनमा आउँछु म, हाम्रा आज भोलिका देखिने विद्यार्थीमा त्यो खासै देखिँदैन कि त्यो हाम्रो बेलामा चाहिँ हुन्थ्यो। त्यो कसरी भयो भन्ने कुरा नि अनौठो लाग्छ मलाई चाहिँ होइन, हजुरहरूलाई पनि त्यस्तै लाग्थ्यो होला? लाग्थ्यो, पक्कै लाग्थ्यो। अनि त्यो सर्कल के त्यो ब्याचमेटहरू पनि त्यस्तै हुन्थ्यो क्या फेरि? हो होइन, एक्ज्याक्टली। अझ झन् आजकलमा अझै धेरै कनेक्ट गर्छु म। अब केही साथीहरू थिए जो चाहिँ 70% आउने भयो मेरो गेस गर्दाखेरि भनेर उनीहरू रुन्थे होइन, त्यो 70%को लाई चाहिँ उसले आफ्नो अन्डर एचिभमेन्ट मानेर रुन्थे होइन। त्यो मलाई याद छ, उसको नामै पनि याद छ अहिले नै। सो पक्कै भने अनि त्यो चाहिँ मलाई एकदम क्लिक भएको मोमेन्ट पनि हो। अलि ढिला भयो तर, किनभने सेकेन्ड इयरको इक्जाम दिने बेलामा भयो, तर त्यसले चाहिँ मलाई ब्याचलर्समा हेल्प गरेको चाहिँ हो, अलिकति फेरि पढाइ लयमा ल्याउन। अनि अहिले जस्तो ओके प्र्याक्टिकल्ली यसमा पारङ्गत भौँ भन्ने खालको त्यो चाहिँ आएन। ब्याचलर्समा ओके कलेजले युनिभर्सिटीले एउटा स्ट्रक्चर्ड वे अफ लर्निङ डिफाइन गरेको छ भनेपछि त्यो ठिक भयो भने अरू कुराहरू ठिक पक्कै हुन्छन् भन्ने नै लाग्थ्यो मलाई। सो मेरो फोकस चाहिँ पढ्नुमै भयो। हजुरहरूकोमा त्यो बेलामा ल्याबको चलन कस्तो थियो? यो कम्प्युटर ल्याबको कुरा गर्न खोजे, ल्याब अब अलिकति स्पेसिफिकेसन पनि जानौँ, किनकि हामी त अलिकति कोर कुरा पनि भयो नि त। त्यो बेलामा हाम्रो पेन्टियम 3 कम्प्युटर होइन, पेन्टियम कम्प्युटर 3 हुन्थ्यो नि त, त्यो सेतो खालको कम्प्युटर, लामो पछाडि त्यो होइन सिआरटी मोनिटर, त्यो छुट्टै हेर्दै अर्कै फिल आउने नि त होइन। पेन्टियम 3मा हाम्रो कति मेगाहर्जको 733 होइन, मलाई त्यस्तै लाग्छ, 733 मेगाहर्जको प्रोसेसर हो होइन पेन्टियम। ती कम्प्युटरहरू चाहिँ एकजनालाई एउटा दिने चलन थियो कि ल्याबमा कस्तो थियो? त्यो ल्याबको पनि थोरै अलिकति ल्याबमा चाहिँ सेड्युल मिलाएर ग्रुप मिलाएर ल्याब हुन्थ्यो र हाम्रो कलेजले चाहिँ खुसीकै कुरा हो, किनभने पक्कै कहीँ न कहीँ यो सेयर भएर नै तपाईँले यो क्वेसन सोध्नुभयो। हाम्रोमा त्यसरी सेयर गर्न चाहिँ पर्दैन थियो। ए हजुर, एकजनाले एउटा कम्प्युटर पाउँथ्यो ल्याबको बेलामा। ल्याबको आवर्स चाहिँ फिक्स हुन्थ्यो, यो टाइममा तिमी जान पाइने भन्ने हुन्थ्यो। कुनै त्यस्तो हजुरहरूको लेजर टाइममा चाहिँ गएर प्रयोग गर्न पाइने? त्यो चाहिँ कलेज पछि चाहिँ ट्राई गरेको छ भनेको। व्यवस्थापन कस्तो थियो मात्रै बिहान हजुरको 6:30मा कलेज सुरु भयो, 2 बजीतिर त सकिन्थ्यो नि त क्लासहरू। त्यसपछिको बेलामा चाहिँ पाइन्थ्यो, खाली नै भए बेलामा चाहिँ सर म यो गर्छु नि भनेर रिक्वेस्ट गरेर चाहिँ पाइन्थ्यो। किनकि त्यो बेला चलन चाहिँ खासै थिएन। किन सोधेको भने त्यो बेलामा हाम्रो कम्प्युटरको कति महत्त्व थियो भन्ने कुरा पनि बुझ्न जरुरी छ क्या। एकदम, किनभने घरमा थिएन नि त, थिएन घरमा थिएन। घरमा चाहिँ म घर भन्नाले डेरामा जहाँ बस्यो त्यो एक्ज्याक्टली। सो म फाइनल इयरको बेलामा बल्ल कम्प्युटर किने होला। हजुर, म सँगै बस्ने साथीको चाहिँ अलिकति पहिला थियो, सेकेन्ड इयरमा उसँगै बसियो, उसको कम्प्युटर थियो। तर जुन तरिकाको आफ्नो सेटअप हुन्छ, जे यता चाहिन्छ सबै कुराहरू चाहिँ फाइनल इयरमा आएपछि बल्ल अभाइलेबल भयो। त्यो पढ्दै गर्दा हजुरलाई अब म भोलि चाहिँ डेभलपर बन्छु भन्ने चाहिँ थियो? त्यति बेला त थियो नै, किनभने यो पढेर अरू के बन्ने भन्ने पनि त्यस्तो धेरै थाहा थिएन। सो के भन्ने हो त भन्दाखेरि ओके सुरुमै डेभलपमेन्टको कोर्सहरू आयो जुन आफ्नो इन्ट्रेस्टमा नि पर्यो होइन। अनि प्रोग्रामिङ ल्याङ्ग्वेजको कोर्सहरू इन्ट्रेस्टमा परिसकेपछि चाहिँ ओके पछि गएर मैले गर्ने यस्तै केही होला भन्ने चाहिँ थियो। ठ्याक्कै चाहिँ थिएन होइन? एक्ज्याक्टली यही भन्ने चाहिँ थिएन। स्ट्याकहरू अथवा ल्याङ्ग्वेजहरू चाहिँ थियो कि थिएन? हाम्रोमा थिएन त्यो बेला थिएन होइन। हजुरले त्यसपछि लगत्तै मास्टर्स गर्नुभयो कि बिचमा काममा जोडिनु भयो? काममै जोडिएँ। अब त्यो त्यहाँ जाउँ। अब हजुर चाहिँ ब्याचलर सकेपछि कस्तो काममा
पुग्नुभयो कसरी खोज्नुभयो त्यो पनि थोरै आओस् न ओके अलिकति चाहिँ कामले नै खोज्यो हजुर जस्तो ब्याचलर सकिएपछि हामीहरूको अक्टोबर दसैँ ताका सकिएको थियो सकेपछि रिजल्ट आउन्जेल त उही क्लासिक तरिकाले हामीहरू घरै गइयो रिजल्ट आएपछि बल्ल काम खोज्ने होला भन्ने थियो तर यहीँ मलाई पढाउने सरले उहाँको पनि एउटा कम्पनी रोल आउट गर्ने प्लान रहेछ अनि कल गर्नुभयो सरहरूले जज गरिराख्नुहुन्थ्यो होला क्लासरुममा अनि काम गर्नुपर्ने तिमी घर गएछौ भन्नुभयो त्यसपछि म तिहार पछि आएँ कि अगाडि नै आएँ त्यो चाहिँ मैले याद गर्न सकिनँ सो आएर काम गर्नतिर लागियो कलेजमा चाहिँ इन्टर्नसिप भनेर थिएन तर हाम्रो कलेजमा एउटा सेन्टर फर सफ्टवेयर डेभलपमेन्ट एन्ड रिसर्च भन्ने विङ थियो जसले यो रियल वर्ल्ड प्रोजेक्टहरू गर्थ्यो सो यही मिडियाकै रिलेटेड कान्तिपुरको सुरुको न्युज साइट कान्तिपुरअनलाइन.com भन्ने थियो पछि कान्तिपुर आएको कान्तिपुरअनलाइन.com चाहिँ सुरुमा चाहिँ त्यो विङले बनाएको त्यो विङमा हामीहरू चाहिँ यो सोसाइटी अफ एक्स बुढा नीलकण्ठ स्टुडेन्ट्स यिनीहरूको एक दुईवटा प्रोजेक्टहरू थियो त्यो प्रोजेक्टतिर पऱ्यौँ अर्को एउटा ग्रुप चाहिँ कान्तिपुर अनलाइन त्यसरी सुरु भयो भने चाहिँ तपाईँहरू त त्यो एक्सपोजर त कलेज पढ्दै पाइएको थियो रियल वर्ल्ड प्रोजेक्टको एक्सपोजर त्यहाँ पाइएको थियो त्यसैको काम गराइको इन्भल्भमेन्ट सबै देखेर सरले मेबी हुनसक्छ उहाँले जज गर्नुभयो अनि बोलाउनु भयो राम्रै विद्यार्थी हुनुहुँदो रहेछ तपाईँ ठिकै थिएँ होइन आफैलाई त ठिकै भन्नै पऱ्यो नि होइन किनकि त्यो अफरसम्म आइपुग्नु पनि त्यो किनकि हामीले आजभोलि हेरौँ न हाम्रै विद्यार्थीहरूलाई पनि हामी यो चाहिँ राम्रो विद्यार्थी छ भन्ने कुरा हामीले थाहा पायौँ भने काहीँ न काहीँबाट केही न केही उसलाई चाहिँ हामीले रिकमेन्ड गरौँ भन्ने लाग्छ नि हामीलाई आफ्नै टिममा आओस् भन्ने लोभ लाग्छ नि त्यो होइन त्यो लाग्छ नि किनकि त्यहाँनिर त धेरै कुरा हुन्छ क्या हजुर त्यो जान्ने मात्रै पनि होइन क्या त्यो उसको बानी व्यवहार सबभन्दा महत्त्वपूर्ण बानी व्यवहार हुन्छ उसले कामप्रतिको लगाव हुन्छ होइन कुनै एउटा काम कति समयमा गर्छ मात्रै होइन कि त्यो कामलाई उसले कति होइन मेहनतका साथ गर्छ अथवा भनौँ कति महत्त्व दिन्छ नि होइन आजभोलि त त्यो छैन नि त एकचोटिमा प्रब्लम आयो प्रब्लम आउने बित्तिकै ल मैले गर्न सकिनँ भने ल अर्कोलाई सोध्न जाने कुद्ने हुन्छ नि त हाम्रो बेलामा त एउटा प्रब्लम किनकि खोज्न नि गाह्रो थियो नि त त्यो प्रब्लममा हामी 2 दिन 3 दिन 10 दिन बाँचिरह हुन्थ्यौँ कि प्रब्लममै बाँचिरह हुन्थ्यो नि त कुनै दिन क्लिक हुन्थ्यो क्या फेरि अनि सल्भ पनि हुन्थ्यो कि 15 दिनपछि होइन नयाँ केही खोज्नु पर्यो भने बुकै हुन्थ्यो हाम्रो चलन नभए टिचर हुन्थ्यो त्यो त टिचरलाई थाहा हुन्छ नि त यसले कति गर्छ भन्ने कुरा त्यसरी थाहा हुन्छ कि मैले त्यसरी भन्न खोजेँ हजुरलाई होइन अब डेभलपमेन्टमा आउँला त्यहाँबाट किनकि अब हाम्रो खास मेन उद्देश्य भने चाहिँ एउटा मान्छे कसरी ग्रो भएर आइरहेछ अनि कहाँ पुग्यो उसले त्यसलाई कसरी रिलेट गर्छ आफ्नो जीवनसँग भन्ने कुरा पनि हो त्यसैले डेभलपमेन्ट गर्न सुरु गरेपछि त्यो जुन कम्पनी थियो हजुरले सरको भन्नुभयो होइन गुरुको त्यो कति समय त्यहाँ बिताउनु भयो हजुरले अनि तपाईँको त्यहाँ रोल के थियो त्यो बेला कुन ल्याङ्ग्वेज युज हुन्थ्यो कस्तो प्रोडक्टमा काम गर्नुभएको थियो त्यो सुनौँ पहिले डिटेलिङ सुरुमा त हामीहरूले खास भन्ने हो भने ASP .net होइन कि ASP हजुर त्यसमा काम गऱ्यौँ एक्टिभ सर्भर पेज त्यसमा काम गऱ्यौँ त्यो चाहिँ युजुअली नेपालमा वेबसाइटको बुम भइरहेको थियो त्यो माइक्रोसफ्टको एउटा टेक्नोलोजी थियो प्रोग्रामिङ ल्याङ्ग्वेज थियो र मलाई लाग्छ यो कान्तिपुर अनलाइन पनि सुरुमा ASP-मा थियो है अनि त्यसमा मैले काम गरेको चाहिँ होइन है त्यो चिनिन्छ भनेर मैले आफ्नो विङलाई चिनाउनलाई त्यसको नाम लिइरहेको छु रिपिटेडली त्यो बेलाको समयमा अर्को प्रोजेक्टमा हुनुहुन्थ्यो तर त्यही टाइपको थियो नि त प्रब्लम हुन्न थियो फरक परेन अनि ASP-मा काम गरिन्थ्यो र नेपालमा चाहिँ प्रायः जसो यो वेबसाइटको बुम भइरहेको थियो कि यो प्राइभेट स्कुलहरू अनि केही NGO-हरू त्यस्तो खालको वेबसाइटहरू बनाइन्थ्यो अनि कम्पनी दर्ता गर्दा नाम चाहिँ अर्बिट नेपाल भनेर हामीले राखेको थियो हामीले भन्दा पनि अब सरहरू नै इन्भल्भ हुनुभयो त्यसमा त पाइयो किनभने 3-4 जना त थियौँ होइन सो ओनरसिप नभए पनि त्यो हाम्रै कम्पनी थियो होला लगानी हुनु परेन नि हजुर त्यो हाम्रो ओनरसिप पनि हो नि हामी त्यहाँ इन्भल्भ भएपछि हाम्रो होइन अनि पछि त्यो कम्पनी चाहिँ आई थिङ्क मर्ज भयो लिनक्स एन्ड नेटवर्क सोल्युसन्स भन्ने अनामनगरमा भएको कम्पनीसँग त्यतिन्जेलसम्म हुनुहुन्थ्यो म थिएँ नै अनि त्यसपछि फेरि अर्को नियोलिङ्क्स प्राइभेट लिमिटेड भनेर
अब त्यहाँ जुन कम्पनीसँग मर्ज भयो त्यहाँ चाहिँ अलिकति हामी डेभलपर भयौँ, उनीहरूले चाहिँ नेटवर्कको सोल्युसनहरू दिइरहेको थियो। सो फेरि त्यहाँबाट छुट्टिएर नियोलिङ्क्स प्राइभेट लिमिटेड भन्ने खुल्यो। अनि त्यसपछि चाहिँ त्यतिन्जेल पनि डेभलपर हो र त्यति बेलासम्म आइपुग्दा चाहिँ हामी एएसपीबाट पिएचपीमा मुभ गरिसकेका थियौँ। कारण के थियो एएसपीबाट पिएचपीमा जानुको? मैले सम्झेसम्म चाहिँ केही सेक्युरिटीको कुराहरू थियो जसलाई चाहिँ पिएचपीले सजिलो गरी ह्यान्डल गरिराखेको थियो त्यति बेला। मलाई एक्ज्याक्ट फ्याक्टर चाहिँ याद भएन र त्यो टाइमलाइनसम्म आइपुग्दा चाहिँ अघि भनेको न्युज साइट पनि फेरि पिएचपीमा गइसकेको थियो। डेभलपर अब यो कति भन्न मिल्छ होइन, हजुरले भन्न मिल्छ भने व्यक्तिगत कुरा गरेको मैले। त्यो बेलामा डेभलपर जेनेरिक कुरा गरेको ल, कति जति कमाइ हुन्थ्यो मासिक रूपमा? के त्यो स्थायी टाइपको नै जस्तो महिनावारी पैसा दिने चलन हुन्थ्यो कि आजभोलि त चलन छ नि टाइम बेसिसमा, प्रोजेक्ट बेसिसमा होइन चलन छ नि त, बेसिक स्यालेरी टाइपको कोही हो कि? सो मन्थली स्यालेरीमै हो हामीले काम गरेको चाहिँ, हामी एज अ स्टाफ नै हो। त्यति बेला मलाई अराउन्ड त भन्न मिल्छ, अराउन्ड होइन एक्ज्याक्टली नै भन्छु। त्यति बेला मेरो स्यालेरी 5,000 रुपिस थियो है, यो 2004मा हो। सो अराउन्ड होइन एक्ज्याक्टली नै जान्दा राम्रो भयो होइन। अनि त्यो डेभलपमेन्टबाट हजुर चाहिँ दोस्रो जब चाहिँ अब ग्रोइङ हुने हुन्छ नि त, ग्रोइङ चाहिँ कति वर्षमा चाहिँ तपाईँ अर्को डेजिग्नेसनमा पुग्नु? त्यहाँ चाहिँ के भयो भने मैले थोरै डेभिएसन लिएँ होइन। मैले अब नियोलिङ्कसम्म आइपुग्दा पनि मैले चाहिँ ब्याचलर्स सकेर बिसिएको अनर्स पनि गरेको थिएँ। यो अनर्स भन्ने कुरा अलिकति ट्रिकी छ, किनभने ब्याचलर्स सामान्यतः 4 वर्ष एक्सपेक्ट गर्थ्यो ग्लोबल्ली होइन, तर हाम्रो त 3 वर्षै भयो। सो ग्लोबल एजुकेसन सिस्टममा ब्याचलर्स पास भनेर जानलाई चाहिँ क्रेडिट पुग्दैन है, त्यसको लागि अनर्स गर्नु ठिक हुन्छ भन्ने एउटा मान्यता थियो। सो मैले अनर्स गरेँ र लङ स्टोरी सर्ट त्यो बाहिर जानको लागि अनर्स गर्ने भन्ने त्यो चलन थियो, तर बाहिर गइएन। तपाईँलाई कतै इच्छा चाहिँ थियो? मैले एकचोटि ट्राई गर्न खोजेको पनि थिएँ, तर त्यो एटेम्प्ट नै कम्प्लिट गरिनँ। सो त्यही बिचमा फेरि मलाई अनि अनर्स सकियो, मास्टर्स गर्नुपर्छ, पढ्दै गर्नलाई अर्को स्ट्रिम पनि जाउँ कि जस्तो लाग्यो, एमबिएसहरू केही। त्यो चलन थियो नि आइटी पढ्ने एमबिए गर्ने होइन, एमबिएस गर्ने। त्यो बेला त एमबिए पनि होइन, एमबिएस गर्ने, एमबिए नै थिएन नि। तर पछि चाहिँ होइन, आफ्नै फिल्डको मास्टर्स ठिक हुन्छ जस्तो लाग्यो। मैले फेरि कलेजमा फुल टाइम लेक्चरर जोइन गरेँ। ए हजुर, भनेको यो कुन कलेज? यो कान्तिपुर सिटी कलेज। हजुर जहाँ पढ्नु? हजुर, र त्यहीँ नै मैले मास्टर्स पनि जोइन गरेँ। अनि त्यो भएपछि मलाई धेरै सजिलो भयो। खास स्वार्थ चाहिँ मास्टर्स गर्नु थियो, अनि उता काम गर्दै चाहिँ, किनभने डेभलपरको जब अलिकति टेडियस हुन्छ, अनि उता काम गर्दै चाहिँ मास्टर्स गर्न गाह्रो हुन्छ कि भन्ने लाग्यो। यो इभिनिङ सिफ्टमा थियो होला नि त मास्टर्स, त्यो भएर सहज पनि भयो। अनि बिहानमा चाहिँ म यहाँ पढाउँथेँ, बेलुका चाहिँ फेरि त्यहीँ पढ्थेँ। दिउँसो डेभलपमेन्टको काम गर्नुहुन्थ्यो? दिउँसो त्यति बेला म फुल टाइम नै लेक्चरर थिएँ। भने डेभलपमेन्ट बिचमा छोडिदिनु? छोडेँ, 2 वर्षलाई 2 वर्ष छोडिदिएँ। ओके, अनि राम्रो कुरा। त्यसपछि चाहिँ फेरि सक्यो मास्टर्स, सकेपछि ब्याक टु जानु पऱ्यो डेभलपर, म त डेभलपरै हो भन्ने हुन्थ्यो। अनि मैले आइटी अफसरमा अप्लाई गरेँ, अनि उहाँहरूलाई चाहिँ अलिकति शङ्का लाग्यो। हजुर, 25 इयर पनि आइटी अफसोर भन्ने थियो, यो चाहिँ यो मैले अघि त आइटी अफिसर सुनिरहेको, सरी आइटी अफसर प्राइभेट लिमिटेड भन्ने थियो, जमलमा थियो, पछि बाफलमा शिफ्ट भयो। सो त्यहाँ जाँदाखेरि चाहिँ उहाँहरूलाई अलिकति चाहिँ डाउट लाग्यो, किनभने पढाउनेतिर लागिसकेपछि फेरि डेभलपमेन्टमा हामीले लिन सक्छौँ त भन्ने होला। अनि उहाँहरूले मलाई एज अ ट्रेनी अफर गर्नुभयो है। अनि सुरुमा त खसक्क लाग्यो। तपाईँ किनकि ब्याचलर सकेर त्यत्रो कति वर्ष गर्नुभएको थियो? 2 वर्ष गरेको। 2 वर्ष भने त त्यो बेला त सिनियर हो होइन, सिनियर डेभलपर लगभग भइसक्नु भएको थियो, नाम मात्रै आएको थिएन। अब तपाईँलाई ट्रेनिङमा आइज भन्छ, त्यो पनि मास्टर सकेर आउँदा एकदम। अनि हजुरको यता फुल टाइम लेक्चरर भइसकेको थियो, मेबी यही कन्टिन्यू गरे पनि यता पनि त फेरि पोस्ट माथि जान्थ्यो होला। अनि मलाई एक खालको खसक्क हुन्छ नि मनमा, चसक्कवाला फिल्छ भयो। पछि ठिक छ, तिमीहरूले शङ्का गर्यौ, म आउँछु अनि हेरौँला भन्ने आयो। त मौका एउटा इन्ट्री पनि चाहिएको छ नि त होइन। अनि उहाँहरूले चाहिँ मलाई हाफ डे एटेन्डेन्सवाला जब अफर गर्नुभयो, त्यो भनेको पक्कै पनि जज गर्नैलाई थियो त्यो। अनि
1 महिनापछि त फेरि म त्यहाँ फुल फ्लेज डेभलपरमा भने उहाँले 1 महिना हेर्नुभयो ट्रायल फेज जस्तो भएछ होइन उहाँहरूलाई त्यसपछि विश्वास भयो होइन देखिहाल्छ त्यो होइन अब यो प्रसङ्गमा जान्छु ल ठ्याक्कै प्रसङ्गमा आजभोलि के छ भने लेक्चरिङ प्लस डेभलपमेन्ट एकदम रेयरली भेटिन्छ क्या एकदम रेयरली जस्तो मेरै पनि कुरा गर्ने भए म फुल टाइम डेभलपमेन्ट होइन र डेभलपमेन्ट कुनै कम्पनीसँग एसोसिएट भएर गर्दा पनि गराएन होइन गराएन नि त म फुल टाइम लेक्चरिङ हो आइटीमा छु अनि के हुँदो रहेछ भने रियल वर्ल्डको प्रोजेक्ट्सहरूमा हामीले दैनिक रूपमा त एक्सपोज हुँदैनौँ नि त हामी लेक्चरिङ गर्ने त हुँदैनौँ नि त होइन त्यो हामीले कमजोरी हाम्रो मान्नुपर्छ क्या रियल वर्ल्डको हुँदैन हामीले रियल क्लाइन्ट भेट्या हुँदैन हाम्रो त हाइपोथेटिकल हुन्छ हामी त्यस्तै प्रोजेक्ट गरिरहेको हुन्छौँ तर हामीसँग हाइपोथेटिकल डेटा हुन्छ होइन हाइपोथेटिकल हाम्रो सिचुएसन्स हुन्छ नि त अनि यो लेक्चरर डेभलपर पनि है अब डेभलपरको पनि थोरै भन्छु ल डेभलपर चाहिँ कस्तो हुन्छ भने डेभलपरले रियल क्लाइन्ट भेटाएको हुन्छ रियल वर्ल्डको सिनारियो भेटाएको हुन्छ तर क्लासमा आउँदा चाहिँ सिमुलेटेड इन्भाइरोमेन्ट हुन्छ क्या अनि यो बिचमा ग्याप हुन्छ क्या धेरै मान्छेले बुझेको हुँदैन क्या पक्कै किनकि एउटा सिमुलेटेड इन्भाइरोमेन्टमा कुरा गर्नु छ एउटा रियल वर्ल्डमा कुरा गर्नु छ रियल वर्ल्डमा कति समस्याहरू जो देखिने समस्या हुन्छन् त्यसको समाधान गर्नै पर्ने हुन्छ त्यही समस्याको समाधान क्लासमा गएर कुरा गऱ्यो भने सिमुलेटेड इन्भाइरोमेन्टमा मान्छे हाँस्छ एक्ज्याक्टली हजुरले फिल गर्नुभएको छ किनकि हजुर दुईटै डोमेनमा हुनुहुन्छ क्या अहिले पनि हुनुहुन्छ अनि मलाई एउटा एकदमै रमाइलो लागेको कुरा चाहिँ यहाँ गर्न चाहेको चाहिँ के ग्याप छ यसमा तपाईँले के फिल गर्नुभएको छ तपाईँको अनुभव के सिमुलेटेड इन्भाइरोमेन्ट र त्यो रियल वर्ल्डमा दुईवटा जुन बिचमा त्यो ग्याप चाहिँ कस्तो छ अनि त्यसलाई तपाईँ फुलफिल कसरी गर्न सकिन्छ जस्तो लाग्छ तपाईँलाई ओके अब ग्यापमा चाहिँ अलिकति एक्सपेक्टेसनमा पनि छ कि जस्तो किनभने जस्तो इन्डस्ट्रीमा तपाईँले जुन रियल वर्ल्ड प्रोजेक्ट गर्नुहुन्छ त्यसको कुराहरू सिमुलेट गर्दैमा पनि यता एचिभ गरिने चाहिँ होइन कि गर्नै सकिँदैन कि म धेरै कुराहरू जोड्छु यसमा अलिकति है सो हामीले त्यही ग्यापलाई फिल गर्नलाई प्रोजेक्ट गराइन्छ होइन तर प्रोजेक्ट पनि जस्तो त्यो आफैमा एउटा हाइपोथेसिसमा सुरु हुन्छ कि होइन त्यो प्रोजेक्ट गर्ने मान्छेहरू अथवा प्रोजेक्टमा इन्भल्भ हुनेहरू सबै नै डेभलपर नै हुनुहुन्छ फेरि बेसिकल्ली होइन कसैले कति काम गर्नु होला कसैले कति गर्नु होला तर दे आर डेभलपर्स किन होइन तर प्रोजेक्ट भन्ने कुरा त बिजनेस हो नि त होइन आइडिया मात्रै त नहोला एकदम थोरै प्रोजेक्टहरू आइडिया मात्रै होला अनि त्यसको अरू कुराहरू सस्टेनेबिलिटीको कुराहरू बिजनेस मोडेलको कुराहरू प्लस अझ झन् क्लाइन्टको जुन साइकोलोजिकल एउटा त्यो कम्पोनेन्ट हुन्छ नि होइन जहाँनिर चाहिँ प्रेसर ह्यान्डलिङको कुराहरू तिनीहरू सबै त सिमुलेट गर्न गाह्रै पर्ला अलिकति हजुरलाई रोकेँ मैले क्षमा चाहेँ त्यसको लागि यो प्रेसर ह्यान्डलिङ क्या यो मलाई सबभन्दा इन्ट्रेस्टिङ लागेको मलाई मेरो एउटा विद्यार्थीले भनेको याद छ क्या सर तपाईँहरूले हामीलाई चाहिँ कलेजमा प्रोजेक्ट दिनुभयो डेडलाइन पनि दिनुभयो तर हामीले डेडलाइनमा नबुझाउँदा लात हान्नु भएन भनौँ क्या एउटा विद्यार्थीले भन्यो नि कि मलाई भनेको छ उसले अहिले सुन्यो भने सम्झिन्छ पनि उसले चाहिँ पछि यो मिदास टेक्नोलोजीमा काम गर्न गएको थियो कि उनीहरूले चाहिँ त्यो एजुकेसनसँग रिलेटेड प्रोडक्ट्सहरूमा काम गरिरहेको थियो होइन त्यो डेल्फीमा काम गर्छन् नि तिनीहरूले होइन डेल्फीमा गर्छन् नि जबकि उनीहरूले C++सम्म पढाएको हुन्छ डेल्फी त पढाइ हुन्न तै पनि विद्यार्थीले त्यहाँसम्म कभर गरेर काम गरिरहेको थियो होइन उसले मलाई भने याद छ कि अनि यो प्रेसर ह्यान्डलिङ भन्ने कुरा चाहिँ इन्ट्रेस्टिङ लाग्छ क्या मलाई त्यो कलेजको विद्यार्थीको सोच चाहिँ कस्तो हुँदो रहेछ नि यो मलाई त अनुभव छ नि त पैसा पनि मै तिर्ने गाली पनि मै खाने अनि स्ट्रेस पनि मै लिने ऊ त्यसरी सोध्छ क्या त्यो चाहिँ खराबी छ है सबैमा छैन तर छ कुनै स्टुडेन्टले चाहिँ कुनै बेला टाइममा आएको डिस्कसन हुँदाखेरि मलाई भनेको याद छ मैले पढाउँदाखेरि अनि सर त पैसा पाउनुहुन्छ र पो छिटो आउनुहुन्छ त होइन हामीहरू त्यो हिसाबले त्यो सोचाइ त अलिकति पोर सोचाइ हो कि जस्तो लाग्छ यो भनेको त जस्तो एकदम बच्चैदेखि चाहिँ के कुरालाई भ्यालु दिने कहाँबाट के लिइरह हो जस्तो पसलले चिनी बेच्छ हामीसँग पैसा लिएरै बेच्छ तर हामीलाई चिनी चाहिएको नजिकमा उसले प्रोभाइड गरेको होला नि त होइन र उसले किनभने हामीले 100 रुपियाँ चियामा हालेर त चिया गुलियो हुँदैन
होइन त त्यो गर्नलाई त पसलेको योगदान होला नि त सो कसको योगदान कुन पार्टमा छ अनि पैसा चाहिँ कसरी त्यो एज अ नेसेसरी कम्पोनेन्ट कनेक्ट भयो हो बाँकी एक्सचेन्ज त अरू योगदानहरूको एक्सचेन्ज होला नि त हो त्यो बुझाउनलाई चाहिँ एकदम सानैदेखि बच्चैदेखि यो तरिकाले बुवा आमाले आफ्नो बच्चा अझै हुर्काउँदैदेखि गर्नुपर्ला जस्तो लाग्छ होइन माधव सर यस्तो थिएन क्या हाम्रो हुर्काइमा हामी यसरी सोच्दैनथ्यौँ क्या हामीलाई त टिचरले जति काम दियो जति गाली गर्यो त्यति मजा आउँथ्यो क्या इख हुन्थ्यो क्या एकदम काम दिनु राम्रो कुरा हो नि जस्तै पैसा चाहिँ कलेजसँग जोडिन्थ्यो होला तर टिचरसँग जोडिँदैन थियो क्या हाम्रो क्लासमा जोडिँदैन टिचर भने त रिसोर्स हुन् भन्ने कुरा आउँथ्यो अहिले त्यो छैन क्या माधव सर यो मैले 90% मा छैन यो आजभोलि चाहिँ पहिले 10% मा थियो होला त्यस्तो बिस्तारै हामीहरूले बच्चाहरू हुर्काउँदै गर्दा पनि जस्तो बच्चाको मार्कसिट हेरेर के भन्यौ होला भने मैले यत्रो पैसा तिरेको छु तैँले यति मार्क्स ल्याइस् भन्यौ होला कि उसले पैसामा कनेक्ट गर्दै गयो कि त्यो एउटा इक्जाम्पल भयो अनि हामी त अहिले ब्याचलर र मास्टर्स लेभलमा भेट्छौँ नि त विद्यार्थी त्यही भएर हामीले त त्यहाँको कुरा गर्न सकिरहेछौँ होइन स्कुल लेभलको चाहिँ कस्ता खालका समस्या आइरहन् त्यो पनि बिस्तारै हामी यो पोडकास्ट मार्फत सुन्न पाउँछौँ होला होइन त्यसैले मैले हजुरसँग चाहिँ यो कुरा गर्न चाहेको यो प्रेसर ह्यान्डलिङको अघिको कुरामा थियो त्यहीँ जोडौँ है हजुरलाई मैले रोकेको थिएँ कन्टिन्यू गरौँ त्यहाँबाट अब त्यो डेभलपमेन्ट र टिचरको बिचको ग्याप चाहिँ कसरी फुलफिल हुन्छ जस्तो लाग्छ तपाईँलाई चाहिँ एकाडेमिक र इन्डस्ट्रीको ग्याप चाहिँ एकाडेमिक र इन्डस्ट्रीको कोल्याबोरेसन नै त्यो ग्याप फिल गर्ने मेकानिजम हो जस्तो लाग्छ मलाई अझै पनि हजुरको एमओयू गऱ्यौँ भनेर कलेजहरू खुसी त भइरहेको छन् होइन तर त्यो कहीँ पोस्ट गर्नलाई कहीँ अनाउन्स गर्नलाई तर साँच्चै कोल्याबोरेसन भइरहेछ त भन्ने कुरा पनि होला होइन इन्टर्नसिपको कुराहरू चाहिँ अझै बढी बढाउनु पर्ला अनि इन्डस्ट्रीतिर पनि एउटा के खालको विचार आउनु पर्ला भने हाम्रो फ्याक्ट्री भनेको कलेज नै हो हामीले त्यहीँबाट उब्जेको होइन अन्नमा हामी फिड गरिरहेको भन्ने हुनु पर्ला र कलेजहरूले पनि जस्तो करिकुलम बनाउँदादेखि नै इन्डस्ट्रीसँग चाहिँ मोर कोल्याबोरेट गर्नु पर्ला मलाई हजुरले पढेकै अनि हजुर आबद्ध भएकै क्याम्पसको कुरा गरौँ जस्तो मलाई लाग्यो अघि भन्नुभएको थियो नि त केसीसीको कुरा कान्तिपुर सिटी कलेज पढ्दै गर्दा जहाँ प्रोजेक्ट हामीलाई दिइन्थ्यो त्यो प्रोजेक्ट चाहिँ रियल वर्ल्डकै प्रोजेक्ट थियो विद्यार्थीले त्यही प्रोजेक्टमा काम गरिरहेको थियो नि त अहिले पो यो देखाउनलाई एमओयू हो त होइन त्यो बेला त हल्ला थिएन नि तैपनि अट्याचमेन्ट थियो नि त त्यहाँ होइन त्यो अट्याचमेन्ट थियो क्या हो त्यो गऱ्यो भन्ने पनि आजभोलि के सोच्नु अघि हजुरले जोड्न खोज्नुभयो नि जस्तो कि इन्डस्ट्रीले पनि मलाई भोलिको लागि कस्ता प्रोडक्ट चाहिँदैछ त्यो कलेजसँग गएर कुरा गर्ने त्यहाँ कोही न कोही फ्याकल्टी मेम्बर छ नि त जसले हेरेर बसिरहेको छ नि आरएनडी होइन हेरिरहेको छ हरेक विङ छ नि आजभोलि कलेजहरूमा हुन्छ क्या आरएनडी विङ होइन त्यहाँ हेरेर बस्या हुन्छ एउटा अनि उसँग कुरा गरेर यस्ता प्रोडक्ट्सहरूमा चाहिँ हजुरहरूले प्रोजेक्ट डेभलप गरिदिनुहोस् होइन सिमुलेसनै सही डेभलप गरिदिनुहोस् अथवा विद्यार्थीलाई चाहिँ यो खाले डोमेनमा अवेरनेस दिँदै जानुहोस् अनि यस्तो प्रोडक्ट्सहरूमा कम्तीमा यस्तो खालको प्रोजेक्ट चाहिँ हजुरले फर्स्ट सेमदेखि नै असाइन गरिदिनुहोस् ताकि को राम्रो भयो भन्ने कुरा अनि त्यो प्रोडक्ट्सहरूको प्रोटोटाइपहरू हामी युज गरौँ होइन हामी उनले इन्डस्ट्रीले सोच्नु पऱ्यो नि त युज गरौँ अनि त्यो युज गरेपछि चाहिँ पछि त्यो प्रोडक्ट चाहिँ युजफुल हुने भयो भने त त्यही डेभलपर जो त्यसमा चाहिँ कन्ट्रिब्युसन गरे त्यसलाई त्यता ल्याएर त राख्न सक्यो कति राम्रो भयो होइन त सो बेसिकली कोल्याबोरेट हुनु पर्यो एउटा सिन्सियर अनेस्ट कोल्याबोरेसन हुनु पर्यो अनि सो त्यो नै हो जस्तो लाग्छ ग्यापलाई फिल गर्ने एउटा मेकानिजम अब हजुरको जर्नीमा आउँ है किनकि यो हामीले बिचमा थोरै अर्कोतिर गयौँ हुन त हाम्रै रिलेटेड कुरा थियो यो हजुर चाहिँ अहिले हेड अफ इन्जिनियरिङसम्म आउने यो जुन बाटो छ नि त्यो बाटो पनि थोरै सुनौँ किनकि जो डेभलपर छ अथवा आजभोलि त जो पढ्दैछ जसले पनि बाहिर जान सोचिरहन् नि त मेरो डिग्री भनेको चाहिँ यहाँ काम छैन म चाहिँ बाहिर जाने हो भन्ने सोचिरहन् के कतिलाई थाहा छैन नि त हाम्रो कसरी ग्रो हुन्छ हामी कहाँबाट कसरी आइपुगेका हुन्छौँ भन्ने थाहा हुन्न के त्यसैले एउटा इन्डिभिजुअलको जर्नी पनि कसैलाई त्यो चाहिँ मोटिभेसन हुनसक्छ क्या त्यही भएर हजुरको यो हेड अफ इन्जिनियरिङसम्म आइपुग्ने यात्रा सुनौँ न थोरै आई थिङ्क अघि हामी कुरा गर्दा पनि आइटी अफसरसम्म आइटी अफसरको एउटा एकदम इन्ट्रेस्टिङ कुरा मलाई याद आयो त्यो चाहिँ मैले छुटाउन खोजिनँ जुन अघि लेक्चरर र डेभलपरको कुरा थियो नि आइटी अफसरको हायरिङ पार्टनर चाहिँ पिपल टु पिपल भन्ने थियो अनि उहाँ पिपल टु पिपलको एउटा स्टाफले भन्नुभएको थियो कि हामी लेक्चरर लिएर पछुताएको छौँ जुन अघि सिमुलेटेड वर्ल्ड र रियल वर्ल्ड भन्नुभयो नि सो उहाँहरूको पनि एउटा बनिसकेको थियो होला त्यति बेलासम्म स्टेरियोटाइप है अनि
मलाई त्यही कुराहरू सबैले क्लिक भएर ठिक छ होइन 1 महिना हेरौँ अनि तिमीहरू हेरौँला भन्ने लाइनले म फेरि ब्याक टु डेभलपमेन्टकै प्रोफेसनमा गएँ। अनि आइटी अफसोरमा 4 वर्ष काम गरेपछि म यो अप्टिमा आइटी सोल्युसन भन्ने त्यो चाहिँ फेरि आइटी अफसोर एउटा ठुलो कम्पनी थियो। अप्टिमा आइटी सोल्युसनमा चाहिँ मेरो लोभ के थियो भने त्यो आइटी अफसोरकै एउटा म्यानेजरले सुरु गर्नुभएको थियो। अनि उहाँ पछि त्यसमा काम गर्ने त्यो अभियान भनौँ न त्यति बेलाको लागि अब कम्पनी त रजिस्टर गर्नै पर्यो। अनि उहाँ पछि जोडिएको म थिएँ। अनि चाहिँ मलाई एउटा लोभ के भयो भने अब ग्रो हुन्छ किनभने म अलिकति लिडरसिपतिर पुग्छु भन्ने थियो। त्यहाँ 2 वर्ष काम गरेँ तर उहाँले चाहिँ भनौँ न त्यसरी कम्पनी चाहिँ रेकग्नाइज्ड कम्पनी बनाउने भन्दा पनि केही प्रोजेक्टहरू ल्याउने अनि धेरै झन्झटतिर नजाउँ भन्ने सोच्नुभयो कि मेबी अथवा कम्पनी ह्यान्डलै गर्ने कुराहरूमा उहाँलाई धेरै इन्ट्रेस्ट भएन कि 2 जनाको टिम मात्रै बनाऊँ बसौँ काम गरौँ भन्ने भयो कि 2 वर्षसम्म चाहिँ हामी 2 जनाले मात्रै काम गऱ्यौँ। कस्तो प्रोडक्ट हुन्थ्यो त्यो बेला? त्यो आउटसोर्स प्रोडक्टहरू नै हुन्थ्यो। जस्ट एउटा एक्जाम्पल प्रोडक्ट चाहिँ त्यसरी मलाई डोमेन नै त याद छैनन् तर आउटसोर्स प्रोडक्टहरू हुन् धेरै ठुला हुँदैन थिए। कुन देशका आउँथे? अस्ट्रेलियाको अनि उता युएसको। अनि कामहरू चाहिँ कसरी आउँथे? त्यो चाहिँ उहाँले ह्यान्डल गर्नुहुन्छ। हजुरलाई थाहा हुँदैन? ओके। सो बेसिकली 2 वर्षसम्म पनि मलाई त्यस्तो धेरै थाहा भएन भनेपछि ओके अब मैले तपाईको जुन इच्छा थियो त्यो पुरा नहुने देख्नुभयो हैन? अनि त्यसपछि चाहिँ फेरि स्विच गर्दाखेरि म लिपफ्रग गएँ। ओके। लिपफ्रग त भनौँ न होला स्लो होला तर ठुलो कम्पनी हो। अनि एज अ टिम लिड लिपफ्रग गएँ। त्यहाँ मैले 8 वर्ष काम गरेँ। धेरै समय अनि 8 वर्ष काम गर्दाखेरि पनि उही बाहिरकै प्रोजेक्टहरू गरियो। त्यो बेला कुन ल्याङ्ग्वेज बढी चर्चित थियो? PHP-मा गरेँ मैले चाहिँ। हजुर। जावा सुरु भइसकेको थियो अनि लिपफ्रगमा एउटै प्रोजेक्टमा मैले काम गरेँ 8 वर्षसम्म। के थियो त्यो? सो फाइनेन्सियल प्रोजेक्ट थियो। अनि हजुर फाइनेन्स नपढाए मान्छे बिस्तारै अब आउँछ है। अनि त्यहाँनेरि चाहिँ अलिकति डोमेन नलेज भने के हो भन्ने पनि मलाई क्लिक भयो होइन। अनि म एउटा ह्याकाथनको इभेन्टमा जाँदाखेरि मलाई एकजना इभेन्टहरू हेर्ने अलि दिग्गज नै मान्छे हुनुहुन्छ उहाँले तपाईँ टेक्निकलतिर कि डोमेनतिर भनेर सोध्नुभयो। अनि त्यो एकदम क्लिक गर्यो भनेपछि डोमेनको इम्पोर्टेन्स होइन। अनि सो म फिनटेक डोमेनमा छु भन्ने रियलाइज भयो त्यति बेला होइन। अलि म फाइनेन्स त्यस्तो ख्याल गरिएको थिएन। उही कोड गरिन्थ्यो। हामी सफ्टवेयर इन्जिनियरिङमा त पढ्छ नि डोमेन रिक्वायरमेन्ट्स हैन फङ्सनल रिक्वायरमेन्ट्स। तिनीहरू पनि जस्तो डोमेन पनि स्पेसलाइजेसन हुन्छ डेभलपरको भन्ने चाहिँ त्यति बेला क्लिक भयो। अनि ठुलै प्रोजेक्ट थियो। प्रोजेक्ट गर्दै जाँदाखेरि PHP-मा अरू स्ट्याकहरू पनि जोडियो पाइथन जावा होइन। अनि डेटाबेसमै पनि हामीहरूले अरू ओराकलहरू सबै नै। त्यो बेलासम्म तपाईँको डेजिग्नेसन कहाँ पुगेको थियो? सो प्रिन्सिपल इन्जिनियर थिएँ म। अनि लिपफ्रग पछि चाहिँ फेरि एफान्सफ्टमा अलिकति रेकग्निसनको क्राइसिस हुँदो रहेछ। स्विच गर्नुको पछाडिको रिजन पनि त्यो चाहिँ रेकग्निसन क्राइसिस पनि हुँदो रहेछ। जस्तै लिपफ्रगमा चाहिँ के काम गर्नुभयो भनेर सोधिराख्नु भयो भने म 1 हदसम्म अघि मैले फाइनेन्सियल प्रोजेक्ट थियो भने त्यहाँभन्दा बढी म जान्न होला कि होइन। त्यो गएर पनि हजुरले चिन्नु नहोला कि कसको लागि के हो त केही देखाउनलाई केही छैन कि। काम त राम्रै हो किनभने युएसको एउटा फाइनेन्सियल कम्पनीको लागि हो। तर सोसाइटीमा कसैले सोद्धाखेरि के गरिस् भन्दाखेरि त नहोला कि होइन। यो कुराहरूले चाहिँ अलिकति एउटा मनमा खेल्न सुरु गरेको थियो। त्यही बेलामा एफान्सफ्टमा कुरा भयो। मैले थोरै ब्रेक गरेर फेरि तपाईँलाई यो हजुरकै प्रसङ्गमा थोरै रिलेट गरौँ। मैले हुन त अध्ययनबाट थाहा पाएको कुरा यो है। आज हजुरको एक्सपिरियन्समा ठ्याक्कै सुन्न पाएँ त्यो रिलेट गर्न खोजेँ मैले। सिमुलेटेड इन्भाइरोमेन्ट कति कुराहरू रमाइलो हुँदो रहेछ कि। एकजना सफ्टवेयर इन्जिनियर र एकजना चाहिँ एरोनोटिकल इन्जिनियरको बिचको कुरा पढेको थिएँ क्या मैले होइन। अनि त्यहाँ चाहिँ आफ्नो बच्चालाई एउटा मैदानमा पार्कमा यो पश्चिमा देशको कुरा हो
पार्कमा चाहिँ घुमाउन लाँदाखेरि एरोनोटिकल इन्जिनियर र ऊ चाहिँ साथी सफ्टवेयर इन्जिनियर साथी होइन उसले पनि बच्चालाई लिएर गयो उसले पनि बच्चालाई लिएर गयो अनि एरोनोटिकल इन्जिनियर त्यही बेलामा चाहिँ माथिबाट विमान आएछ कि बोइङको अनि उनीहरू बोइङमा काम गर्दो रहेछ दुइटै होइन अनि उसले के भन्यो भन्दाखेरि बच्चालाई अब त्यो हवाईजहाज देखायो उसले हवाईजहाज भनेर तेरो बाले यसमा काम गर्छ ऊ त्यो हवाईजहाज तेरो बाले बनाएको भन्यो एरोनोटिकल इन्जिनियरले सफ्टवेयर इन्जिनियरले पनि त्यसकै सफ्टवेयरमा काम गरिरहेछ तर छोरालाई के भनेर देखाउनु प्रोडक्टै छैन क्या अझै आउटसोर्सिङ कम्पनीहरूको केसमा त कमसेकम त्यो प्लेनको कहीँ काम गर्छु त देखाउन मिल्थ्यो होला होइन सफ्टवेयर इन्जिनियरले यो केसमा त प्लेन पनि देखाउन मिलेन सो त्यही बेलामा F1 सफ्टमा कुरा भयो F1 सफ्टमा जोइन गरेँ मैले त्यहाँ जोइन गर्दाखेरि चाहिँ त्यसपछि चाहिँ म एज हेड अफ इन्जिनियरिङ F1 सफ्टमै जाने भन्ने चाहिँ त्यो बेलामा यस्तो अब कसरी आयो पनि त्यो पनि थोरै हुन्छ नि छ भने हजुरको यस्तो युजुअल्ली चाहिँ स्विच गर्ने नगर्ने भन्ने कुराहरू हुन्छ त्यही डर हुन्छ स्विच गरौँ जस्तो लागेपछि चाहिँ ओके त्यो डरलाई त अघि मैले भनेको ग्यापले फिल गर्यो होला नि त F1 सफ्ट त भिजिबल कम्पनी हो F1 सफ्टका प्रोजेक्टहरू त प्रोडक्टहरू त भिजिबल हुन् कतिलाई थाहा छैन नि त F1 सफ्टको अब अघि हामीले सुरुमा भनेको थियौँ F1 सफ्ट ग्रुप अफ कम्पनी पहिले त्यो पनि थोरै जोडौँ अनि त्यसपछि जाउँ ल F1 सफ्टसँग अहिले के छ त्यो हजुरले भन्दैछ F1 सफ्टले त प्राइमेरीली फिनटेकमा काम गर्छ र सबैभन्दा ठुलो प्रडक्टहरू भनेको त ई-सेवा र फोनपे भयो ई-सेवा फोनपे भए त्यो बाहेक चाहिँ अहिलेको जति मोबाइल ब्याङ्किङको हजुर त्यो बाहेक चाहिँ मोबाइल ब्याङ्किङको प्रडक्टहरू त्यसपछि आउला अनि त्यो बाहेक पनि कम्पनीहरू छन् जस्तो इन्सुरेन्स रिलेटेड टेकमा पनि काम गर्छ एजुकेसन रिलेटेड पनि गर्छ बस सेवा पनि F1 सफ्टले गरिरहेछ होइन मैले चाहिँ किनभने यो बस सेवा कम्पनी भयो तर F1 सफ्ट बुझेँ मैले समय कम भएको भएर हजुरले लिस्ट चाहिँ सबै गरिदिनुहोस् भनेर मात्रै भन्न खोजे हो अनि त्यसपछि याद भएसम्मका त्यस्तै मध्ये एउटा कम्पनी चाहिँ फोननेक्स हो जसको हेड अफ इन्जिनियरिङ चाहिँ हजुर जाँदै हेड अफ इन्जिनियरिङ भएर जानुभएको थियो म सुरुमा जाँदा म F1 सफ्टमै जोइन भयो F1 सफ्ट एज अ कम्पनी नै अनि त्यहाँ चाहिँ केही कामहरू पार्टिसन गरेर अनि त्यसपछि अर्को कम्पनी रोल आउट गर्यो जसको नाम फोननेक्स भयो सुरुमा म इन्जिनियरिङ म्यानेजर जोइन गरेँ अनि फोननेक्स एज अ कम्पनी रोल आउट भएपछि चाहिँ म हेड अफ इन्जिनियरिङ भएँ त्यो अघि तपाईँले आइडेन्टिफिकेसन क्राइसिसको कुरा चाहिँ यताबाट पूर्ति हुने भयो कति राम्रो कुरा छ किनकि ग्रोथ चाहिन्छ नि त होइन एउटै संस्थामा सधैँ बाँचिरह्यो भने चाहिँ त्यो ग्रोथ चाहिँ रोकिन्छ भन्छ क्या होइन रोकिन्छ नि एउटा लेभलमा गएपछि हामी कस्तो हुँदो रहेछ भने आइसोलेट पनि हुँदो रहेछौँ होइन हामीले नयाँ मान्छे भेट्न छोड्छौँ नि त जहिले तिनै फेस देखिन्छन् त्यो पनि हो नि इम्प्लोइ त एज अ इम्प्लोइ है मैले फेरि इम्प्लोयर भने होइन है एज अ इम्प्लोइ त हामीले सोच्ने त फेस त त्यही छ सधैँ क्लाइन्ट तिनै छन् होइन हो नि तपाईँलाई के लाग्न सक्छ भने त्यो मोटिभेसन के डिमोटिभेसन हुने कारण एउटा त्यो हो नि त त्यो त इम्प्लोयरले पनि सोच्नुपर्ने त हो नि त यो कुरामा होइन यो मौका हो त्यही भएर मैले यहाँ भनिरहेको छु कि यो कुरा होइन पक्कै इम्प्लोयरहरूले सोचि पनि रहेको हुन्छन् जस्तो युजुअल्ली चाहिँ अलि राम्रो कम्पनीहरूमा लकिली म राम्रै कम्पनीहरूमा पढेँ राम्रो कम्पनीहरूमा चाहिँ तपाईँको रेगुलर 1-on-1हरू भइरहेको हुन्छ अनि त्यसपछि यो कम्पोनेन्टमा एड्रेस गर्न खोजिएको हुन्छ हामीलाई यस्तो यस्तो प्रोजेक्टहरू अरू छन् होइन तिनीहरूमा इन्भल्भ हुने हो कि भन्ने तरिकाले कुरा चाहिँ गरिरहेको हुन्छ त्यो कस्तो राम्रो कुरा ल अब यसमा चाहिँ थोरै कुरा गरौँ जस्तो कि फोननेक्सले के गर्न गरिरहेछ किनकि एज अ हेड हजुरले हेरिरहँदाखेरि चाहिँ डिजिटल ब्याङ्किङकै सोल्युसनहरूमा काम गरिरहेको छ काम गरेर सुरु गरेको हो यो फाइदा चाहिँ हजुरलाई त्यो लिपफ्रगमा फाइनान्स त्यहाँ काम गर्नुभयो अनि अध्ययन चाहिँ सो अध्ययन हो किनकि फाइनेन्सियल इन्स्ट्रुमेन्ट्सहरूको कुराहरू आउँछन् नि त होइन टुल्सका कुरा आउँछन् त्यहाँ त कति टेक्नोलोजिजहरू थपिँदै गएका छन् होइन फाइनेन्सियल्ली पनि भने मैले अनि हाम्रो टेक्नोलोजी इन्टिग्रेट गर्दा त आइटी पनि जाने मान्छे चाहियो फाइनेन्स पनि बुझाए मान्छे चाहियो किनकि त्यसको सेन्सिटिभिटी त्यसको कन्फिडेन्सियालिटी त्यस्ता कुरा आउँछन् नि त कति मान्छेले त त्यो इथिकल डोमेनकै कुरा गर्दैन नि त त्यसले ठुलो समस्या हो नि त सो त्यसमा चाहिँ युजुअल्ली यति ठुलो प्रोजेक्ट रन गर्ने कम्पनीहरूले चाहिँ डोमेन एक्सपर्टहरू पनि हायर गरेको हुन्छ जस्तो सबै खाले हुन्छन् एकदम टोटल्ली बिजनेसतिरको त्यो डोमेनको मान्छेहरू पनि हुन्छन् जस्तो फोननेक्समै पनि छौँ अनि होइन त्यही डोमेनमै आइटीमा काम गरेको मान्छेहरू पनि हुन्छन्
प्लस फेरि एकदम कोर आइटीबाट आएको मान्छेहरू पनि हुन्छन् सो सबै मिलेर चाहिँ सोल्युसन यो निकाल्ने प्रसङ्गमा पनि एउटा कुरा छ मेरो हजुर फरक डोमेनका हुन् नि त हामी होइन जस्तो ल तपाईँले भन्नुभयो फाइनेन्सको डोमेनकोसँग आइटीको डोमेनको मान्छे दुईटाको बिचमा जुन इन्ट्राक्सन हुन्छ नि कुनै एउटा डेभलपमेन्ट एउटा प्रोडक्टमा काम गर्दा प्रोडक्ट त कमन गोल हो नि त होइन अनि त्यो डोमेनले चाहिँ हामीले अब फेरि सफ्टवेयर इन्जिनियरिङकै कुरा आउँछ यहाँ होइन अलिकति बढी चाहिँ मैले पनि कलेजमा चाहिँ एउटा प्रोजेक्टमा स्टुडेन्टले गरेको प्रोजेक्टलाई चाहिँ पछि त्यसैलाई चाहिँ कलेजको एपको रूपमा डेभलप गरेको भएर म त्यहाँ इन्टिग्रेट एज अ पिएम जस्तो के म चाहिँ त्यसरी काम गरे भएर मैले त्यो धेरै कुराहरू फिल गरेको छु क्या मैले कति भन्न मिल्ने नमिल्ने त्यही मैले चाहिँ थोरै मात्रै भन्छु यहाँ मैले चाहिँ एज अ थ्योरी भन्दैछु ल यहाँनिर अब त्यो एक्सपिरियन्स भए पनि हामीले चाहिँ जुन डिफ्रेन्ट डोमेनको मान्छेको एउटा समस्या के हुन्छ अरे भने हुने कुरा मैले देखेको छु तर हुन्छ अरे भने होइन मैले तपाईँको अनुभव छ नि त त्यही भएर त्यो मान्छेले चाहिँ आफ्नो डोमेन चाहिँ बढी देखि जस्तो एउटा प्रोडक्ट आइसकेपछि चाहिँ त्यो प्रोडक्टमा चाहिँ मेरो कन्ट्रिब्युसन बढी रहोस् भन्ने उसले देखाउन चाहन्छ अरे क्या जस्तो आइटीवालाले चाहिँ यसमा बढी आइटीवालाले कन्ट्रिब्युट गराएको छ यो प्रोडक्ट हामी थिएन भने केही पनि हुँदैन थियो भन्न चाहन्छ होइन देखाउन चाहन्छ तपाईँले जब प्रोजेक्ट सक्सेस हुन्छ डेमोन्स्ट्रेसन गर्न जानुहुन्छ होइन क्लाइन्टसँग कुरा गर्न जानुहुन्छ त्यो बेलामा आइटीवालाले मेरो बढी कन्ट्रिब्युसन देखाउन खोज्छ अरे अर्को डोमेनकोले जस्तो इन्जिनियरिङको अर्को एउटा डोमेन छ सिभिलको छ भने सिभिलले बढी देखाउन चाहन्छ इलेक्ट्रोनिक्सको बढी देखाउन चाहन्छ होइन जस्तो आजभोलि धेरै सिस्टमहरू त्यसरी बन्छन् नि ट्राफिक लाइट सिस्टमकै इभन कुरा गरौँ अर्को बिटिएसकै कुरा गरौँ एउटा नेटवर्क टावर होइन कुराहरू जहाँ पनि उसले आफ्नो बढी देखाउन चाहन्छ नि त तपाईँहरूकोमा चाहिँ त्यस्ता समस्याहरूलाई कसरी अझ सरले भन्नुभएकोमा अझ जुन प्रोजेक्ट सक्सेस हुनुमा भन्नुभयो नि त्यो सक्सेसको क्राइटेरिया के हो त सक्सेसको क्राइटेरिया त बिजनेस होला होइन र कति रेभेन्यू जेनेरेट गर्छ अथवा कतिको के कुरालाई अटोमेट गरेर बिजनेस प्रोसेसको कस्टलाई घटाउँछ होला नि त होइन अथवा कसैले किन्छ होला सेल्स पर्ला पर्छ नि होइन त किनभने फाइनल बोटलनेक त त्यहाँ छ होइन अथवा आफ्नैमा युज गर्ने हो भने अपरेसन्समा पर्ला सो मलाई लाग्छ यो अलिकति मच्योर थिङ्किङ हुने मान्छेहरूले चाहिँ त्यसरी सोच्दैन जस्तो लाग्छ मैले चाहिँ भोगेको छैन किनभने आफ्नो पार्ट अफ त्यो के अरे रेस्पोन्सिबिलिटीलाई राम्रोसँग पुरा गरौँ कसरी कम्प्लिमेन्ट गरौँ भन्ने हुन्छ होला प्लस त्यसमा चाहिँ हजुरको जस्तो रेकग्निसन पनि चाहिन्छ होला कि रेगुलर रेकग्निसन सबै पार्टको कन्ट्रिब्युसनको किनभने कुनै कम्पनीले सफ्टवेयर बनाउँछ भन्दैमा उसको ल्यापटपमा प्रब्लम आयो भने पनि त सफ्टवेयर बनाउनुमा इस्यु हुन्छ होला नि त भेन्डर कहाँ लगेर त्यो ल्यापटप चाहिँ इन्ट्याक्ट राखिदिने काम त अर्को कुनै अपरेसन्सकोले गर्छ होला नि त उनीहरू कति इम्पोर्टेन्ट भयो त होइन अब सिम्पल एउटा पावर ब्याकअपलाई राम्रोसँग म्यानेज गरिदिएन भने मुसाले काटिदिन्छ तार त्यो मुसा जोगाइदिएन भने होइन र सो यो तरिकाले सबैको कन्ट्रिब्युसनलाई रियलाइज गर्ने हो र सबै हरेक भनौँ न क्रस डिपार्टमेन्ट काम गर्दाखेरि हरेक डिपार्टमेन्टकोले आफ्नो रेस्पोन्सिबिलिटी बुझ्ने हो जापानिजहरूले टिकिम भन्छन् नि टोटल क्वालिटी म्यानेजमेन्ट हजुर यो कुरा त जोडियो नि हजुरले भनेको कुरामा अब अर्को अलिकति हामीसँग समय कम भएको भएर बरु अर्को सेसनमा फेरि कुरा गरौँला होइन डेभलपमेन्टको होइन हामी अब दर्शक श्रोताले कति मन पराउनुहुन्छ हाम्रो कुरा होइन त्यसमा पनि भर पर्ला मैले चाहिँ अब यहाँ फाइनल्ली ऱ्याप अप गर्नुभन्दा अगाडि थोरै मैले चाहिँ के जान्न चाहेँ भने थोरै जस्तो हामीले सफ्टवेयर बनाइरहँदा होइन देशको पनि अब अहिले अलिको अब अवस्थामा चाहिँ अटोमेसनमा जाने कुरा भइरहेको छ होइन हामी युवा सोचको आएको छौँ होइन देश सञ्चालनमा पनि अलिकति हाम्रो कुरा अब बुझ्नु पनि हुन्छ उहाँहरूले होइन बुझ्नुहुन्छ नि त त्यसैले हाम्रा इन्फ्रास्ट्रक्चरल जुन इन्जिनियरिङका समस्याहरू छन् होइन स्ट्रक्चरका फाइनेन्सियल समस्याहरू छन् जस्तोलाई एउटा थोरै भर्चुअल ब्याङ्कको थोरै कुरा गर्न मन लाग्छ क्या हजुर फाइनेन्सको भन्ने थाहा पाएर यहाँ मैले है जस्तो ब्याङ्क भन्ने कुरा चाहिँ अब मैले अलिकति ब्याङ्कमै आएँ ल जस्तो ब्याङ्क भन्ने कुरा चाहिँ पैसा राख्ने पैसा झिक्ने अनि फाइनेन्सियल ट्रान्ज्याक्सन मलाई कसैलाई पेमेन्ट गर्नु छ भने मैले ब्याङ्कको सहयोग लिएर पेमेन्ट गर्ने होइन त अब त मान्छे पाइला टेक्नै पनि पर्दैन नि त ब्याङ्कमा होइन अहिले पनि के पर्दैन नि त त्यति धेरै काम गरेछ एफन सफ्टले नै कति धेरै काम गरेछ नि त यहाँनिर पनि होइन किन हामी त्यसलाई चाहिँ कम्प्लिट अटोमेसनमा नजाने हाम्रो देशमा त्यो सम्भव छ भनेको कम्प्लिट अटोमेसनमा जान सक्ने ब्याङ्कलाई के भर्चुअल ब्याङ्क भन्छन् नि आजभोलि क्लाइन्ट पनि ब्याङ्क जानु नपर्ने इम्प्लोइ पनि ब्याङ्क जानु नपर्ने पक्कै सम्भव छ टेक्निकल्ली त
पहिल्यैदेखि सम्भव थियो किनभने हामी भनौँ न त्यो भने एक खालको कोड र एउटा इन्फ्रास्ट्रक्चर नै भयो होइन त्यो चाहिँ रेडी थियो केही पोलिसीमा चाहिँ काम हुँदैछ आई थिङ्क किनभने तपाईँले याद गर्नुभयो भने कुनै नीतिमा अब आउने वर्ष चाहिँ भर्चुअल ब्याङ्कको लागि केही गर्ने भनेर राष्ट्र ब्याङ्कले अनाउन्स पनि गरेको छ सो छिट्टै आउला अब अर्को एउटा कुरा पनि ल जस्तो कि फाइनेन्सकै कुरा गरौँ यहाँनिर थोरै जस्तो मुद्राको कुरा गरौँ न होइन मुद्रा क्यास अथवा कोइन जे भनौँ होइन आजभोलि हाम्रोमा ब्यान्ड भएको छ होइन क्रिप्टो करेन्सी होइन क्रिप्टो करेन्सी भनेको ब्लकचेन टेक्नोलोजीबाट डेभलप भएको एउटा प्रोडक्ट हो त्यो होइन ब्लकचेन भन्ने टेक्नोलोजी त त्यो त त्यहाँ मात्रै युज हुने त होइन नि त जस्तो एउटा कुनै पनि मान्छेले चाहिँ जीवनभरमा कति सम्पत्ति उसँग छ त्यो सम्पत्तिको ट्रान्सफर कसरी भएर आयो होइन फाइनेन्सको मात्रै कुरा है अरूतिर पनि युज हुन्छ मैले इक्जाम्पल भने तपाईँले जग्गा बेच्नुभयो त्यो जग्गा कसको नाममा नामसारी भयो होइन जग्गा किन्नुभयो कहाँबाट किन्नुभयो कतिमा किन्नुभयो त्यो सबै कुराको इन्फर्मेसन त कसैले मेट्न नसक्ने गरी ब्लकचेन टेक्नोलोजीले हामीलाई सघाउँछ नि त टेक्निकल्ली भने है मैले अनि यो कुरालाई चाहिँ हाम्रो गभर्मेन्टले नबुझेको हो कि अथवा हाम्रा गभर्मेन्टमा पोलिसी मेकिङमा बस्ने मान्छेहरूलाई यो कुरा थाहा नभएको हो कि अथवा हाम्रै देशभित्र पनि डेभलपरहरू छन् जसले यो टेक्नोलोजीमा काम गर्न सक्छन् भन्ने कुराको ज्ञान नभएको हो कि अथवा यसको इथिकल पाटोहरूको समस्याको कारणले चाहिँ त्यो ट्रस्ट उहाँहरूले चाहिँ नजान्नु भयो अथवा पत्याउन नपत्या अघि तपाईँलाई नपत्याए जस्तो के सो तपाईँले भन्नुभएको लास्ट पार्ट हो कि जस्तो लाग्छ मलाई चाहिँ किनभने सरकारले गभर्नेन्समा ख्याल गर्छ होला बढी जति कुराहरू गभर्नेन्सभन्दा बाहिरको स्कोपमा जाने प्रोबेबिलिटी छ त्यहाँनिर चाहिँ सरकारहरू न त हाम्रो मात्रै होइन विश्वका धेरै कुरा गभर्मेन्टहरूले यसलाई अलिकति त्यो शङ्कास्पद मानिसकेका छन् होइन सो त्यो हो कि जस्तो लाग्छ मलाई तर गभर्मेन्टले चाहिँ यही टेक्नोलोजी युज गरेर आफ्नो गभर्नेन्स पनि हुने गरी कति देशहरूले सेन्ट्रल ब्याङ्क डिजिटल करेन्सी भनेर सुरु गरेका छन् सो टेक्नोलोजीको युज चाहिँ त्यहाँ होला होइन तर जहाँसम्म क्रिप्टोको कुरा गर्नुभएको छ यसमा चाहिँ मेबी सरकारको गभर्नेन्स पार्टमा अलिकति त्यो स्कोपभन्दा बाहिर जाने देखेर सरकारले रोकिरहेको हो कि सरकार मात्र होइन सरकारहरूले रोकिरहेको हुन् कि जस्तो लाग्छ मलाई चाहिँ कता कता आउँछ कि अलिक विद्रोही छु क्या म यस्तो कुरामा चाहिँ मलाई चाहिँ के लाग्छ भने हामी हरेक वर्ष कति नोट छाप्छौँ होइन अनावश्यक खर्च छ नि त त्यहाँ कति खर्च छ मान्छेले त्यो कल्पनै कहिले गरे छैन कि हाम्रोमा त 1 रुपियाँको नोट किन छाप्न छोडेको भन्दा 1 रुपियाँभन्दा बढी पैसा पर्ने भएर 1 रुपियाँको नोट छाप्न छोड्या त हो होइन र होइन हो नि त अनि त्यो कुरा त 1000को नोट छाप्दा पनि त खर्च त भयो नि त भइरहेछ नि त त्यो खर्च त जोगिन्छ नि हामी हरेक वर्ष हामीलाई नयाँ नोट चाहिन्छ हेर्नुहोस् है हाम्रो यो पनि चेन्ज गर्न जरुरी छ जस्तो लाग्छ कि अझै पनि हामी गोजीमा पैसा बोकेर हिँड्छौँ होइन इभन हाम्रोमा चाहिँ तरकारी किन्ने ठाउँमा पनि आजभोलि उहाँहरूले पनि कति राम्रो भइसकेको छ नि उहाँहरूले 10 रुपियाँको पनि क्युआर लिनुहुन्छ क्या त्यो कति राम्रो भयो नि त पैसा बोकेनौँ भने त त्यहाँ दुइटै कुराको झन्झट पनि कम छ होइन र सेफ्टीदेखि सबै झन्झट कम छ पैसा पनि बचिरहेछ ट्रान्ज्याक्सन कस्ट पनि घटिरहेछ अपरेटिङ कस्ट पनि घटिरहेछ नि तपाईँकोमा पैसा कलेक्ट भयो भने त जम्मा गर्न त ब्याङ्क जानु पर्यो त एउटा मान्छे त चाहिएन र पक्कै पर्यो त्यो पैसा पनि त बच्यो नि त जाने समय पेट्रोल खर्च त्यहाँ लाइन लाग्ने समय कुक्रिने त खर्च घटायो नि त आई थिङ्क त्यसको लागि डिजिटाइजेसन चाहिँ धेरै अगाडि बढिसकेको छ अब एक्ज्याक्ट मसँग चाहियो त्यसलाई सघाउने पोलिसी त चाहियो जहाँसम्म जुन अघि दुईवटा कुरा जोड्नुभयो तपाईँले एउटा चाहिँ टोटल भर्चुअलको होइन अर्को चाहिँ क्रिप्टोको अब टोटल भर्चुअलमा त आई थिङ्क गभर्मेन्ट अगाडि बढ्न खोजिरहेछ किनभने नीतिमा त्यसरी घोषणा गर्नु भनेको त राम्रै फड्को हो त्यो केही न केही आउला तर जुन क्रिप्टोको छ क्रिप्टोमा चाहिँ गभर्नेन्सको हिसाबले गभर्मेन्ट अलिकति शङ्का भइरहेको कि त्यसको अल्टरनेटिभमा चाहिँ उनीहरूले CBDC सेन्ट्रल ब्याङ्क डिजिटल करेन्सी को अवधारणा धेरै देशहरूले ल्याइरहेछन् नेपालमा चाहिँ एक्ज्याक्टली त्यो पोलिसीमा के भएको छ मलाई ठ्याक्कै याद छैन होइन यो हाम्रो संवाद चाहिँ किनभने मैले यो फुराएको भने यो कुरामा किन जुराएको भने चाहिँ यो रजनी काम पनि गरेको किनभने कम्तीमा हाम्रा डेभलपर रेडी छन् भन्ने त थाहा हुनु पर्यो नि त त्यो चाहिँ मैले किनकि एज अ डेभलपरै मैले आज यहाँ भेटिरहँदा त हामी त जहिले सिमुलेसनमा कुरा गरिरहेछौँ होइन अरू देशले गरिरहेछन् होइन हामीले त्यसको रियल वर्ल्ड केस पढिरहेछौँ हाम्रोमै डेभलपरै रेडी छन् त होइन काम गर्न रेडी छन् यसका यस्ता साइड इफेक्ट यस्ता छन् होइन यसमा लुपहोल यस्ता छन् भन्ने उहाँहरूलाई थाहा छ त होइन
पोलिसीले बाउन्ड गर्ने काम भने त उहाँहरूसँग बसेर डेभलपरहरू कसरी पोलिसीमा चाहिँ ल यसलाई रोक्न सकिन्छ भनेर लाग्यो भने त फाइदा छ नि त। मैले फाइदाको कुरा गरेको, हरेकमा फाइदा बेफाइदा हुन्छ। हेर्नुहोस् होइन, तपाईँले चोरलाई कम्प्लिटली रोक्न सक्नुहुन्न नि त, सक्नुहुन्न नि, नभए त पुलिस प्रशासन किन चाहियो र, होइन, सकिँदैन नि त। जतिसुकै हामीले स्ट्रिक्ट रुल्स रेगुलेसन बनायो भने लेन त मिचिरहेछ होइन, गाडीले एक्सिडेन्ट भइरहेछ, हामीले कति धेरै काम गरिरहेछौँ नि त। त्यसैले हरेक ठाउँमा लुपोल त हुन्छ नै होइन, तर त्यसलाई कसरी चाहिँ हामीले बाउन्ड गर्न सक्छौँ भन्ने कुरामा त एक्सपिरियन्सलाई राखेर यदि गरियो भने चाहिँ होला कि भनेर मैले यो संवाद सो कन्क्लुड गर्दाखेरि चाहिँ यो सानो टपिकलाई कन्क्लुड गर्दाखेरि चाहिँ यदि पोलिसी त्यो अनुसार आउँछ भने टेक त रेडी छ, टेक त रेडी छ, यो एकदमै राम्रो टेक्निकल्ली त। किनभने म एउटा कम्पनीको मात्रै भनिरहेको छैन, ओभरअल इन्डस्ट्री हेर्दाखेरि हामीहरू टेक रेडी छ र हाम्रै कम्पनी पनि रेडी छ। अब आउने विद्यार्थीको भविष्य कस्तो देख्नुहुन्छ? यो फाइनल कन्क्लुजन हजुरलाई यो किन सोध्या भने हामी पनि कुनै समय विद्यार्थी थियौँ, अझै पनि विद्यार्थी छौँ, किनकि हामी टेक्नोलोजी यस्तो चिज हो जहाँनिर डाइनामिजम भन्ने कुरा भएन भने मान्छे अब्सोल्युट हुन्छ, हराएर जान्छ नि। किनकि भोलि के आउँदैछ भन्ने कुरा त आजदेखि पढाइ गरेन भने त भोलि त हामी त हराउँछौँ, फ्रेमबाट हराउँछौँ नि त। हेडै भएर बस्नु त कहाँ पाइन्छ र, होइन, पाइँदैन नि त। यही कुरा लाग्ने हो, स्टुडेन्टमा पनि यही नै लाग्ने हो। जस्तो अपकमिङ ट्रेन्डसँग क्याचअप चाहिँ गरिराख्नु पऱ्यो होइन। आज पास गरेँ भनेर ढुक्क भएर बस्नु भएन, अथवा यो सेमिस्टर पास गरेँ भनेर ढुक्क भएर बस्नु भएन। त्यो यति कुराहरू भयो भने त र सिन्सियरिटी, राम्रो एटिच्युड भयो भने त भविष्य पक्कै राम्रो छ नि विद्यार्थीहरूको। यो पोडकास्टमा आइदिनु भयो, धेरै धेरै धन्यवाद हजुरलाई। धन्यवाद, मलाई नि केही बोल्नु पाइयो, केही कुराहरू राख्नु पाइयो। आज हामीसँग हुनुहुन्थ्यो माधव सुवेदी, हेड अफ इन्जिनियरिङ फोन नेक्स्ट कम्पनीको। यो चाहिँ वान अफ द F1 ग्रुप कम्पनी हो। हामी अर्को साता यस्तै पाहुनासँग आइटी रक पोस्ट पोडकास्टमा भेट्नेछौँ। हजुरले मलाई युट्युब र स्पोटिफाईमा भेट्न सक्नुहुन्छ। धन्यवाद।